पूर्वक सुनिदिनुहुन्छ भन्ने मैले विश्वास राखेको छु। तपाईँलाई गाह्रो अप्ठ्यारो असहजता त्यसो केही गाह्रो भयो भने तपाईँले मलाई भन्न सक्नुहुन्छ। र आज अन्तर्राष्ट्रिय युवा दिवसको सम्पूर्णमा म शुभकामना दिन चाहन्छु। कुनै पनि युवा विदेशको खाडीमा गएर बेल्चा हान्न नपरोस्। जाँदा बाकसमा गएका युवा आकाशमा गएका युवा आउँदा बाकसमा फर्किन नपरोस्। यही रोजीरोटीको सम्भावना यही होस्, घर परिवारसँग सबै हाँसी खुसी बस्न पाइयोस्। यो शुभकामना र शुभेच्छा प्रकट गर्न चाहन्छु। अलिकति मनका कुराकानी गर्दाखेरि हामी हाम्रा मनलाई सम्झौँ, हाम्रो भावना सम्झौँ, हाम्रा सोच सम्झौँ। वास्तवमा हाम्रा भावनाहरू कस्तो आइराखेका छ? कहिले हामी निहाल्छौँ, कहिले हामी माया गर्छौँ, कहिले काहीँ आफूले आफूलाई माया गर्न जान्नुपर्छ। मेन्टल हेल्थमा म 12 वर्ष भयो काम गरेको। मसँग सयौँ मान्छेका कथा छन्, उपकथा छन्, सयौँ मान्छेका इतिहास छन्। तर डाक्टर साहबले भन्नुभएको जस्तो यो सधैँ ओझेलको सधैँ पर्दा पछाडिका कुराकानी हुने भाव भएर यसलाई जसरी रासोपाले यसलाई महत्त्वपूर्ण ठानेर यो आयोजना गर्नुभएकोमा आयोजकलाई ताली बजा धन्यवाद दिन। एकदम हात माथि राखेर ताली बजाउँ न, तल राखेर मजा आउँदैन क्या। माथि राखेर त्यसरी बजाउँ है, ताली बजाउँ। भेरी गुड, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। अब एकछिन चाहिँ तपाईँहरूले एकदम आराम तरिकाले चाहिँ सुन्नु होला है। तपाईँहरूले सुनेर मलाई तपाईँहरूले उ गर्नु होला। निन्द्रा लाग्छ, सुत्न पाइन्छ, यसमा केही भन्नेवाला छैन। यो अगाडिबाट मैले पनि भन्नेवाला छैन, छेउमा बस्ने पनि केही भन्नेवाला छैन। र जे कुरा तपाईँले बुझ्नुहुन्छ यो भन्दा अगाडि सुनिसक्यो हो। तपाईँ जे कुरा बुझ्नुहुन्छ नि यहाँ, यो नसुन्ने कुरा होइन। तपाईँले सुनिसक्नु भयो, बुझ्ने प्रयास भन्दा नि सुन्ने प्रयास गर्नुहोस्। तर सुन्ने कानले होइन, मनले सुन्नुहोस् है। कानले सुनेको यहाँ हलबाट बाहिर गएपछि चाहिँ बिर्सिन्छ, तर मनको कानले सुन्यो भने जीवन्तसम्म के हुन्छ, रहिरहन्छ। धेरै मान्छे आज पनि अहिले पनि हामी यो 24 घन्टा आजको एक दिनको विषयमा कुराकानी गर्दा नेपालमा 18 देखि 20 जना मान्छेले आत्महत्या गर्छ। हेर्नुहोस् त कति भयावह अवस्था छ। नेपालमा बागमती प्रदेशको धादिङ जिल्ला तेस्रोमा पर्छ। बागमती प्रदेशको 13 जिल्ला मध्ये धादिङ जिल्ला तेस्रोमा पर्छ भनेपछि मानसिक स्वास्थ्यको अवेरनेस चाहिँ कति आवश्यक छ होला। त्यो हुँदा तपाईँहरूले यसलाई गम्भीरता रूपमा लिनु होला, सोच्नु होला र बुझ्नु होला। र बुझेका कुराहरू तपाईँले मात्रै सीमित नराख्नु होला, अरू साथीभाइहरूलाई पनि भन्नु होला। अब अलिकति मैले तपाईँहरूलाई सकारात्मक सोचका हिसाबले अलिकति तपाईँलाई 15 मिनट चाहिँ वार्म अप गर्छु। त्यसपछि गराएर म मेरो आफ्नो विषयमा अगाडि बढ्छु है। हामी किनभने हामी सकारात्मक हुन सकेनौँ भने सधैँ हामीलाई यसले दुःख बनाउँछ है, दुःख बनाउँछ। त्यो हुँदाखेरि म तपाईँहरूलाई सरसर्ती अलिकति चाहिँ जानकारी गराएर अगाडि बढाउँछु। अब अलिकति हाम्रो मनको दियो चाहिँ बाल्नुपर्छ। मैले जहाँ पनि भनेको छु, घरको दियो बल्यो, झुपडीको दियो बल्यो, तर खुपडीको दियो बलेन। जबसम्म मनको दियो बल्दैन नि जीवन उज्यालो हुँदैन। तपाईँले बुझ्नुपर्ने कुरा के हो भने मनमा दियो बल्यो भने जीवन उज्यालो हुने हो, र के भयो भने खुसी हुने हो, र के भयो भने प्राप्त हुने हो। दुनियाँमा केही पनि त्यसको कुनै टार्गेट छैन। कसरी बुझेको छ भन्ने हो, त्यसलाई कसरी लिएको भन्ने छ। आज पनि मान्छेको मनको दियो बलेर मान्छे डाक्टर साहबले भने जस्तो विष खोज्ने, डोरी खोज्ने, हम्फाल्ने गरिराखेका छन्। त्यही भएर जो तपाईँहरू युवा या प्रौढ जे हुनुहुन्छ, तपाईँको मनको बत्ती चाहिँ बल्याएको छ कि छैन, यो बाल्नु भएको छ कि भएको छैन। बत्ती बालेर मात्रै भएन हजुर, यसलाई सधैँ बलिरहनको लागि तेल थप्ने काम पनि तपाईँले गर्नुपर्छ। यो भनेको निराशा होइन, यो भनेको एकदम चाहिँ के हो छटपटाहट होइन। यो भनेको के हो, आफैप्रतिलाई अभागी ठानेर म त भाग्य नै यस्तो रहेछ, मेरो ठाउँ यस्तो भएछ, म यस्ताको बढी हुन परेछ, यस्ताको श्रीमती हुन परेछ, यस्ताको श्रीमान हुन परेछ भनेर निराशाको बत्ती जब तपाईँले राख्नुहुन्छ, तेल सकियो, बत्ती निम्यो है। तेल थप्ने काम तपाईँले गर्नुपर्छ। त्यही भएर मनलाई कसरी चलाउने भन्ने कुरा सिक्नुपर्छ हजुर। अरू कुरा सिकाइन्छ, राम्रो कसरी बन्न सिकाइन्छ। राम्रो बन्न क्रिम लाउनुपर्छ, कपाल ठाडो मैले जस्तो पार्नुपर्छ होला, के कसो होइन त, अरू पनि पार्दैन। त्यसपछि गराएर अरू नुहाउनुपर्छ होला या अत्तर छर्नुपर्छ होला। तर मनलाई राम्रो बनाउन के गर्यौँ त? केही गरेका छौँ? केही हामीले चाहिँ प्रयत्न बिहान उठ्ने बित्तिकै सुरुवात कसरी हुन्छ?
शान्तसँग हुन्छ कि ओइ अझै उठ्ने बेला भएको छैन, यो बेला भइसक्यो, तेरो चाहिँ के भइसक्यो उठ है। हामीले सकारात्मक हिसाबले दैनिक हामीले गर्न सकिरहेको छ कि छैनौँ। त्यही भएर पनि मनको दियो नबलेसम्म मान्छे खुसी हुँदैन है। मनलाई अन पनि गर्न सकिन्छ, मनलाई अफ पनि गर्न सकिन्छ। तपाईँले बुझ्नु भएको छ कि छैन? मन अफ गर्यो भने मुड अफ भयो भन्छ नि। आज मलाई क्या मुड अफ छ, बोल्न मन छैन, खान मन छैन, जान मन लागेको छैन, कार्यक्रम भयो नि, होस् कसले बोलाएको, के फोन उठाइरहनु, सभापतिले फोन गर्दै गरिरहनु, यो मान्छेको तनाव छ। अरे हेर्नुहोस्, मुड अफ भयो भने कहाँ चाहिँ असर गर्छ? जब मन अन गरिन्छ नि, त्यसलाई मनन गरिन्छ, चिन्तन गरिन्छ, के कुरा हो बुझिन्छ। यो हुँदाखेरि चाहिँ हामीले मनलाई अन गर्नुपर्छ, यो मनको दियो बाल्नुपर्छ। हजुर, हाम्रा मनलाई जहिले पनि सकारात्मक हिसाबले लिनुहोस्। ठिक हुन्छ, हुँदैछ, प्रयत्न जारी छ, हुँदै भएन, सकिगयो, सिद्धो छैन हो। यो नकारात्मक भाषा जबसम्म तपाईँको विचारमा आइरहन्छ, तपाईँले चयनको निन्द्रा जिन्दगीमा कहिले पाउनुहुन्न। यो कुरा पनि बुझ्नुहोस्। पैसाले खाट किन्न सकिन्छ तर निन्द्रा किन्न सकिँदैन। पैसाले घर किन्न सकिन्छ तर निन्द्रा किन्न सकिँदैन। त्यही भएर तपाईँले मनलाई कसरी लानु भएको छ त? के कुरामा चाहिँ बत्ती बाल्नु भएको छ कि या निभाउनु भएको छ? यो कुरामा तपाईँले एकदम ध्यान दिनु होला। आज तपाईँ जुन कार्यक्रममा बस्नुहुन्छ, तपाईँहरूको मनको दियो बालेर जानु होला। तपाईँलाई लागेको थियो होला, तपाईँलाई मनलाई म पनि मेरो पनि खुसी होला, मेरो पनि दिन होला, मेरो पनि राम्रो होला भनेर कतिचोटि तपाईँले मनलाई चलाइरहनु भएको छ? हेर्नुहोस् त, एक दिन त्यो दिन कहिले आयो त? कहिले आउँदैन। त्यही भएर मैले के भन्ने गरेको छु भने 40 वर्ष 50 वर्ष पुगेर जिन्दगीको सुरुवात भएन भनेतिर पछुतो नमान्नु होला। दुनियाँले गरेको गल्ती यही हो कि 60 वर्ष लाग्यो, 30 वर्ष लाग्यो, 20 वर्ष लाग्यो, असली जिन्दगीको सुरुवात कहिल्यै भएन। हुने चाहिँ कहिले हो? सुरुवात हुने कहिलेबाट हो? यो कुरोको मनन गर्नु होला। आज कति मान्छेले बितेका 30 वर्षलाई 50 वर्षलाई पछाडि फर्केर हेर्ने हो भने ती 30 वर्षलाई 30 वटा पानामा या 40 वर्षलाई 40 वटा पानामा फर्केर हेर्ने हो भने ती पानामा के लेखियो होला त? ती पानामा तपाईँका खुसीका, उमङ्गका, अझै भनौँ त्यसमा चाहिँ अलि सकारात्मक भएका कुराहरू कतिको लेखिया होला? यसलाई विचार गर्नु होला। के लेखिया छ? तपाईँले त्यो गल्ती नगर्नुहोस्। तपाईँ आज जो उपस्थित हुनुहुन्छ, आजकै दिनबाट बाँच्ने प्रयत्न गर्नुहोस् जीवनलाई है। यो हुँदाखेरि यो मनलाई कसरी राम्रो बनाउने भन्ने हिसाबले चाहिँ हामीले कुराकानी गर्छौँ। अलिकति यो मोबाइल सम्बन्धी कुराकानी अहिले अब मोबाइल छुँदै नछुने भने होइन, मेन्टल हेल्थमा सबैभन्दा बढी असर परे चाहिँ मोबाइलको देखाएको छु है। एकदम बालबालिकामा अहिले मैले विगत यो 2 हप्तामा 3 जना बालबालिकाको चाहिँ सुसाइड चाहिँ कोही प्रयास गरेका, कोहीको सोच आएकालाई मैले रेफर गरेको थिएँ धादिङ अस्पतालमा है। तर सबैको कज हेर्दाखेरि मोबाइलै छ। अब हामीले पनि त्यसलाई बुझ्नु पर्यो है। अब धेरै मान्छेको के छ, यो सामाजिक सञ्जाल, यो मोबाइलका बढी दुरुपयोगले गर्दाखेरि पनि मेन्टल हेल्थ प्रब्लम चाहिँ सुरुवात भइराखेको छ है। यहाँ भनेको जस्तै गरी चाहिँ हामीले चाहिँ चलाउँछ कि चलाउँदैनौँ, गर्छ कि गर्दैनौँ। हेर्नुहोस् त, मानिसको चोला 2 दिने झोला, म मरेपछि मेरो फेसबुकको के चाल होला, एउटै चिन्ताले साह्रै सतायो हजुर, स्वर्गमा इन्टरनेट होला कि नहोला। मान्छे त अब मरे पछाडि पनि इन्टरनेटको चाहिँ खोजी हुन परेको छ, जमाना त्यहाँ पुगेको छ होइन। अब हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने हिसाबले चाहिँ लिनु होला भन्ने छ। अब मोबाइलले चलाएको छैन, अब मान्छेलाई के गरेछ? मान्छेले मोबाइल चलाएको होइन, अब मोबाइलले मान्छे चलाएको छ। हाम्रो जिन्दगी सुन्नु होला है, जिन्दगी 30 सेकेन्डको भिडियोमा, टिकटकको भिडियोमा, रिल्समा बितेको छ। 100 घन्टा बितेको थाहै छैन त्यो 1 मिनट 30 सेकेन्डकोले। अनि जिन्दगी हामी युवा गर्ने चाहिँ के? अरे भिडियो बनाउने, टिकटक बनाउने हुन त पैसा आउँछ, तर जीवनको एउटा उद्देश्य हुनु पर्यो, जीवनको एउटा लक्ष्य हुनु पर्यो। जब सपना देखिन्न नि, तबसम्म जिन्दगीलाई अगाडि बढाउन सकिन्न। अठोट हुनु पर्यो है, अठोट हुनु पर्यो। तपाईँसँग त्यो दम हुनु पर्यो। नसक्ने कुरा, नहुने कुरा संसारमा केही पनि छैन, मात्रै सोच हो। जहिले पनि भनेको छु, सोच भनेको मनबाट आउने कुराहरू हो। जबसम्म सोच बदलिन्छ, जीवन बदलिन्छ। अहिलेसम्म मान्छेले व्यवहार बदल्न लागे क्या, व्यवहार बदलले जिन्दगी बदल्दैन, व्यवहार छेडिक हुन्छ। म रक्सी खान्न भन्छ, 1 महिनापछि उठे पर खाउँ बर्थडे छ खाइदिन्छु भन्छ, तर उसले व्यवहार बदल्न खोज्यो। जबसम्म सोच बदलिन्न, व्यवहार बदलिन्न। अब हामीहरूको के गर्नु पर्यो? सोच बदलिन पर्यो है। कसरी बदलिनु पर्यो? म एउटा स्टोरी भनेर सुरुवात गर्छु। कस्तो हुनुपर्छ भनेर सुरुवात गर्छु। तपाईँ सुन्नु नि भयो होला, सुन्या भए पनि अधिक प्रश्न हुन्छ, नसुन्नु भए पहिलोपटक भयो। एउटा राजाले
आफ्नो दरबार अगाडि बगैँचा राख्नु भएको रहेछ, रोप्नु भएको रहेछ। त्यो बगैँचामा धेरै प्रकारका फलफुल थिए, या चाहिँ तपाईँको चाहिँ बिरुवाहरू थिए फुलहरूका। त्यही मध्ये एउटा फुल के थियो? गुलाबको फुल थियो है, गुलाबको फुल थियो। अरू सयपत्री, त्यसपछि गएर अरू चाहिँ तपाईँका धेरै चाहिँ फुलहरू, बामरी, अरू के फुलहरू थिए, सबै फुलहरू थिए। तर त्यही फुलको बिचमा त्यो गुलाबलाई एक दिन घमण्ड जागेछ। तपाईँलाई थाहा होला गुलाबको फुल होइन, उसलाई के लाग्यो भने यो फुलहरूको राजा म हो, फुल त म जस्तो हुनुपर्छ नि त। तिमीहरूले सबै फुलहरूले बिहान उठ्ने बित्तिकै 2 पटक नमस्कार गर्नुपर्छ र बेलुका सुत्ने बेलामा 2 पटक नमस्कार गर्नुपर्छ भनेर त्यो गुलाबको फुलले चाहिँ के गरेछ? अरू फुलहरूलाई निर्देशन दिएछ। हुन पनि यो गुलाबको फुल कतिको महत्त्वपूर्ण छ? सबैभन्दा महत्त्वपूर्ण भ्यालेन्टाइन डेमा हुन्छ। त्यो दिए सिद्धियो होइन त। कसरी त तपाईँ सबैले कतिले दिने नै भयो होला। गुलाबको फुल कसरी दियो भने काम कुरो सिद्धियो। त्यति इम्पोर्टेन्ट हो नि त। उसलाई त्यस्तो घमण्ड भएछ। सँगसँगै राजाले त्यो फुलहरूलाई पानी हाल्न भनेर एउटा पोखरी पनि राखेको रहेछ। त्यो पोखरीको बिचमा एउटा कमलको फुल पनि रहेछ। अनि कमलको फुलले भन्दो रहेछ, ओइ गुलाबको फुल, त पो पाखामा फुल्न पाछस्, हामी त यस्तो हिलोमा फुल्या छौँ, यस्तो फोहोर यो किरा फट्याङ्ग्राको बिचमा फुल्या छौँ, म पो राजा हो त राजा हो। हामी जस्तो चुनौतीसँग फुल्न पर्यो नि, पानी मुनि पानी माथि फुल्या छौँ हामीसँग कति लेदो हिलो के छ, तर आनन्दले चाहिँ सफा ठाउँमा चाहिँ फुल्या छस्, राजा म हो, मलाई सम्मान गर्नुपर्छ भनेछन्। भन्दै बिहान उठ्ने बित्तिकै एक दिन बिहान के भएछ? उज्यालो हुने बित्तिकै दुईटा चाहिँ झगडा गरेर खपिसक्नु भएन। उसले मठुलो भन्दै छेउमा एउटा तुलसीको बोट पनि रहेछ। जब राजा आए, ती झगडा गरिराखेका थिए, ती झगडा गरिरहेको गुलाबको फुल पनि टपक्क टिपे, कमलको फुल पनि टपक्क टिपेर त्यो तुलसीको बोटमा गएर चढाएर नमस्कार गरेछ। हो, राजपाको युवा त्यस्तो हुनुपर्छ। कस्तो हुनुपर्छ? कस्तो हुनुपर्छ भन्नुहोस् त? तुलसी जस्तो हुनुपर्छ है। तपाईँ हाम्रा व्यवहार, आज यो कार्यक्रम त्यही भएर पनि आदरणीय बोन्दारन सरले चाहिँ अस्ति पनि कुरा भएको थियो। अझ म सरलाई हार्डली रिक्वेस्ट गर्छु, उहाँकै कार्यकालमा एउटा साइकोलोजिस्ट या काउन्सिलर राखेर उहाँको क्षेत्रभित्र पर्नेमा यस्तो कार्यक्रम राख्नुहोस्। जीवनमा एउटा आशा देखाउने मान्छे चाहिन्छ, जीवनमा एउटा बाटो देखाउने मान्छे चाहिन्छ। जब बाटो देखाउने मान्छे हुन्न नि, अलमलमा परिन्छ। के हो कता हो भन्ने हिसाबले हुन्छ। यसो विचार गर्नुहोस्, तपाईँ प्रत्येकभित्र त्यो एउटा नायक छ, त्यो एउटा सपना छ, त्यो एउटा उद्देश्य छ। त्यो उद्देश्य मर्ने काम त्यो मानसिक स्वास्थ्यले गर्छ क्या। त्यही भएर मैले यो कुराकानी गरेको हो। जबसम्म मेन्टल हेल्थमा प्रब्लम आउँछ नि, ऊ मान्छे आक्रामक हुन्छ, अरूको के नराम्रा सोच्ने हुन्छन्, घमण्ड बढ्छ, अहमता बढ्छ, सामान्य मान्छे बन्नै सक्दैन। त्यही भएर मेन्टल हेल्थमा काम गर्नु चाहिँ महत्त्वपूर्ण छ। त्यही भएर हामीले यसरी चलायौँ कि चलाएनौँ भन्ने हिसाबले हो। अब अलिकति म मेरो विषयवस्तुमै जान्छु, किनकि मलाई समय दिएको धेरै समय मसँग दिनुभएको छैन। त्यो हुँदाखेरि चाहिँ म तपाईँहरूलाई अलिकति यो मेन्टल हेल्थ के रहेछ भन्ने हिसाबले जानकारी चाहिँ गराउनेछु। अब अलिकति मैले चाहिँ आफ्नै बारेमा पनि भन्नु पर्यो होइन, यत्रो चाहिँ कार्यक्रममा आइसके पछाडि आफ्नै बारेमा नभनिकन कसरी जानु। म चाहिँ विशेष गरी यो मेन्टल हेल्थमा धादिङमा लामो समयदेखि, धादिङ जिल्ला मात्रै होइन अरू जिल्लाहरू, नजिकका जिल्लाहरूमा पनि मलाई बोलाउनुहुन्छ, किनकि यो क्षेत्रमा मैले बालबालिका अभिभावकसँग काम गरेको छु। मैले आर्टिकलहरू लेख्ने काम गर्छु, अनलाइन खबरमा, बाह्रखरीमा, उज्यालोहरूमा चाहिँ मैले यो मेन्टल हेल्थको विषयमा छलफल गराउने गरेको छु। किनकि तपाईँहरू जो यहाँ हुनुहुन्छ, तपाईँलाई पनि मेन्टल हेल्थ प्रब्लम छ, समस्या छ, निन्द्रामा समस्या छ होइन, दिक्क लाग्छ, एक्लै बस्न मन लाग्छ होइन, एकदम चाहिँ यो मर्न मन लाग्छ, यस्ता समस्या छन् भनेदेखि तपाईँलाई मैले तपाईँलाई सेवा गर्न सक्छु। यो आफ्नै विषयको कुराकानी भयो। अब हामीले बुझ्नुपर्ने स्वास्थ्य र मानसिक स्वास्थ्य भनेको के हो त, यो चाहिँ बुझ्नुपर्छ। पहिला स्वास्थ्य भनेको के हो, त्यसपछि मानसिक स्वास्थ्य भनेको के हो है। यति कुरा बुझ्यौँ भने हामी त्यसलाई छुट्याउन सक्छौँ क्या। चिन्ता पऱ्यो भने चिन्ता जसलाई नि परिहाल्छ नि, तनाव भयो भने तनाव त भइहाल्छ, जिन्दगी हामी त्यस्तै हो। हामी यसलाई एकदम डाक्टर साहब सामान्यकरण क्या, केही हुँदैन, ठिक भइहाल्छ। जिन्दगीमा ठिक केही पनि हुँदैन। जिन्दगी सुखै सुखको महल पनि होइन र दुःखै दुःखको भड्खारो पनि होइन। त्यसलाई सोच्ने तरिका के हो छ भन्ने हो। र दुःखको एउटा उपाय छ, त्यो उपाय भनेको, औषधि भनेको दुःखमा पनि हाँस्न सिक्नु हो। जसले दुःखमा हाँस्छ नि, त्यो जिन्दगीमा कहिले पछुताएर बाँच्नु पर्दैन।
दुःख किन छैन? गौतम बुद्धले भन्नुभएको छैन जीवनमा दुःख छ र दुःख छैन भन्ने पार्नु पनि अर्को दुःख छ क्या। हाम्रो नेपालीहरूको यस्तो छ कि दुःख लुकाएर दुःख छैन भन्ने पार्नु दुईटा दुःख भयो। अनि अर्को आएर के भन्छ, ए तिमीलाई दुःख रहेछ है भन्छ, तीनटा दुःख भयो। दुःख एक दुःख, अनि दुःख दुई दुःख, दुःखै दुःख। अनि के लाग्छ, जिन्दगीमा खुसी रहेन रहेछ, हाँसो रहेन रहेछ, जिन्दगी त वैराग्य रहेछ, केही रहेन रहेछ भन्ने परेको छ क्या हामीलाई। त्यस्तो होइन, त्यो होइन। गौतम बुद्धले के भन्नुभएको छ, 4 आर्य शक्तिमा भन्नुभएको छ, सत्यमा एउटा जिन्दगीमा दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ, त्यो निवारण तिमी भित्रै छ भनेको तिमीसँग छ, मसँग छ। तर हामी आत्तिन्छौँ क्या, ला मलाई दुःख पर्यो। दुःख पर्छ त, जिन्दगीमा दुःखै हुने गरी बनाएको छ, जिन्दगीको ढाँचै दुःख हुने गरी बनाएको छ। हाम्रो यहाँ डाक्टर के अरे सांसदले चाहिँ पहिला चाहिँ के थियो, ए सुख होला भने यहाँलाई अब दुःख छैन सर, अरे यता गराउँछ उता गराउँछ, सुख काहीँ पनि छैन। अर्कोलाई अर्को चाहिँ दुःख छ, अब मलाई मेरो आफ्नै दुःख छ। एउटा गीत छ नि, तिम्रो हेर्दा मेरो राम्रो, मेरो हेर्दा तिम्रो राम्रो जिन्दगी भन्ने गीत थियो नि एउटा। यो एक्लै अर्काको जिन्दगी राम्रो लाग्छ, तर वास्तवमा जिन्दगी सबैको दुःख छ। तर तपाईँलाई दुःखकोबाट निस्कने एउटा मात्रै मूल मन्त्र के छ, दुःखलाई स्वीकार गर्नुहोस्, फिलिङ्स गर्नुहोस्। दुःख हुँदा के भइराखेको छ, मनमा के भइराखेको छ, शरीरमा के भइराखेको छ, यसले हाम्रो व्यवहारमा के भइराखेको छ। जबसम्म दुःख छ भनेर स्वीकार गरिन नि, तबसम्म दुःखको भुमरीमा रहिरहनुपर्छ। आदरणीय तपाईँ जो दिग्गज व्यक्तित्व हुनुहुन्छ, दुःख पर्छ नआत्तिनुहोस्, एक दिन त्यो दुःख हटेर जानेछ, धैर्य गर्नुहोस्। एक दिन यो समय पनि सधैँ रहँदैन, एक दिन यो समय हटेर जानेछ भन्ने विश्वास जबसम्म हामीलाई हुँदैन नि, तबसम्म हामीले दुःख परिरहन्छ। अब हामीले हेर्नुहोस् त, स्वास्थ्य भने के भने कुनै पनि रोग वा अशक्तता नहुनु मात्र नभई पूर्ण रूपमा शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशीलता हो, यो स्वास्थ्य भयो। अब मानसिक स्वास्थ्य भने के हो, एउटा व्यक्तिले आफ्नो चाहिँ क्षमता पहिचान गर्न सक्ने, होइन, जीवनमा आउने सामान्य तनावलाई पनि सामना गर्न सक्ने र आफ्नो लागि र समुदायको लागि केही योगदान दिन सक्ने व्यक्ति भयो भने चाहिँ के हो, त्यो चाहिँ मानसिक स्वास्थ्य हो। अब मानसिक स्वास्थ्य समस्या भने क्या, डाक्टर साहबले चाहिँ भन्नुभयो, फ्याटमा कुराकानी गरेर जानुभयो, त्यही भएर म डाक्टर साहब अघिल्लो पटक राखेर अनि मैले पछिल्लो पटक राखेको हो। यो चाहिँ के छ भने हाम्रो भावनामा, विचारमा, सोचाइमा फरकपन आउँदा, समस्या हुँदा, हाम्रो व्यवहारमा चेन्ज आएर यसलाई दैनिक काम गर्न असजिलो भयो, काममा असजिलो भयो, जागिरमा असहजता भयो, घर गृहस्थी गर्न असहजता भयो, तपाईँ जुन चाहिँ पार्टीको चाहिँ नेतृत्वमा हुनुहुन्छ त्यो भूमिका निभाउन सक्नु भएन भने त्यो चाहिँ मानसिक स्वास्थ्य हो है। हामीले बुझ्नुपर्ने कुरा, रिस उठ्नु सामान्य हो, तर अत्याधिक रिस उठ्नु समस्या हो। चिन्ता लाग्नु सामान्य हो, अत्याधिक चिन्ता लाग्नु समस्या हो। मन दुखी हुनु कहिलेकाहीँ दुःख लाग्छ है, तर के हो, अत्याधिक दुःख हुने समस्या हो। त्यही भएर हाम्रो दैनिकीमा असर परेको छ कि छैन है, केही भयो एकदम आत्तिहाल्यो क्या, ला अब सक्यो भन्ने मुटु ढुकढुक गर्यो, निन्द्रा पर्दैन, खान मन लाग्दैन, कोहीसँग बोल्न मन लाग्दैन, रमाइलो लाग्दैन, हो त्यो चाहिँ प्रब्लम हो, त्यो चाहिँ हामीले छुट्याउन सकेनौँ क्या। यसको स्वभावै यस्तै हो, एकदम हल्का रूपमा लियौँ, स्वभाव त्यो होइन, समस्या चाहिँ हो, यसलाई मानसिक स्वास्थ्य भन्छ। अब यो के कुरा हुनुपर्छ भनेको छ, अहिले मैले भनिसकेको छु। हेर्नुहोस् त के रहेछ, यो समय तथा वातावरण अनुसार आफ्नो क्षमतालाई बुझेर अगाडि बढ्न सक्ने क्षमता हुनु पर्यो, जीवनमा आइपर्ने सामान्य कठिनाइ तनावलाई व्यवस्थापन गर्न सक्ने हुनु पर्यो, भावनात्मक परिस्थितिमा ज्यादै विचलित नहुने गुण हुनु पर्यो, भनेको नातिहाल्ने होइन, एकदम चाहिँ एकदम कमजोर सोचिहाल्ने, सखापै भयो सिद्धिसक्यो भन्ने हिसाबले नसोच्ने हुनु पर्यो, उत्पादनशील तथा फलदायी काम गर्न सक्ने, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने र अरूको लागि पनि केही गर्न सक्ने। यसले आफ्नो लागि मात्रै भन्दैन है, मानसिक स्वास्थ्य समस्या भएको मान्छेले आफ्नो लागि पनि गर्न सक्दैन र अरूको लागि पनि गर्न सक्दैन। अब यहाँ हेर्नुहोस् त, कुल नसर्ने रोगमध्ये अहिले डाक्टर साहबले भन्नुभएको थियो 18% चाहिँ भार चाहिँ मानसिक रोग छ है, नसर्ने रोगमध्ये। अर्को अपाङ्गता गराउने 10 समस्या मध्ये 5वटा चाहिँ मानसिक स्वास्थ्य समस्या छ। विश्वभर लगभग 20% बालबालिका तथा किशोर किशोरीमा चाहिँ केही न केही भावनात्मक व्यावहारिक समस्या छ भन्छ है। अर्को हेर्नुहोस् त, नेपालमा के छ, 15 देखि 29 वर्ष चाहिँ समूहमा चाहिँ यो मृत्युको कारण चाहिँ दोस्रो कारण चाहिँ आत्महत्या रहेछ, जो युवा अवस्थामै, भनेको यो चाहिँ विकराल अवस्थामा छ। अनि मुटु रोग, दम वा मधुमेह भएका बिरामीलाई डिप्रेसन हुने सम्भावना 2 देखि 3 गुणा बढी हुन्छ है। जो मान्छेमा मुटु रोग छ, दम छ, नसर्ने रोग छ, त्यो मान्छेलाई दिगदारीपना हुनु समस्या
या डिप्रेसनको सम्भावना हुने चाहिँ 2 देखि 3 गुणा हुन्छ। र यो डिप्रेसन र चिन्तामा चाहिँ 1 लगानी गर्यो भने 4 प्रतिफल पाउँछ भन्छ। त्यही चिन्ता या तनावमा कोही हाल यो समस्या छ भने यो चाहिँ काउन्सिलिङ या उपचारमा गइरहनुपर्छ। सबै मान्छेलाई औषधि आवश्यक पर्दैन है, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यो डाक्टर साहबले भन्नुभएको छ, म यसमा चाहिँ गइन। अब के कारणले भन्ने हुन्छ है, मानसिक स्वास्थ्य समस्या के कारणले हुन्छ त है? एउटा जैविक कारणले हुन्छ, जो चाहिँ हाम्रो रसायन, हाम्रो चाहिँ ब्रेनमा हुने घाउ या चोट या वंशानुगत या चाहिँ मानसिक चाहिँ असन्तुलनका कारणहरू छन् भने, भनेको फ्यामिलीमा चाहिँ केही समस्या थियो, त्यो केही न केहीमा सम्भावना जोखिम चाहिँ हुनसक्छ, एउटा जैविक कारण हुन्छ। अर्को मनोसामाजिक तत्त्वहरू हुन्छ, भनेको समाजसँग रहने कुराहरू। एउटा मन हुन्छ, अर्को समाज हुन्छ। मन भनेको आफैसँग हुने कुराहरू भयो, समाज भनेको चाहिँ बाहिरी भयो। समाजका कारणले पनि समस्या हुन्छ। के हो? आत्मसम्मानमा कमी आयो, हिंसाबोधको भावना आयो, बाल्यकालमा हुने व्यवस्था, अप्रिय घटना हैन, त्यसपछि समस्या समाधान गर्ने सिपको कमी, यो भयो भने पनि के हो? समस्या हुन्छ। अर्को शारीरिक तत्त्वहरू के छन्? घरेलु हिंसा, शारीरिक तथा यौनजन्य हिंसा, गरिबी, बेरोजगारी, आप्रवासन, बाल विवाह, सामाजिक सञ्जालको अभाव हुन्छ। अर्को मानव सृजित नभइकन के हो? प्राकृतिक विपद। मानव सृजितले पनि हुन्छ, प्राकृतिक विपदले पनि हुन्छ। भूकम्प, बाढी पहिरो, राजनैतिक द्वन्द्व, दुर्घटना, यो कारणले पनि के हुँदो रहेछ? मनोसामाजिक समस्या हुँदो रहेछ। यो 4 पक्षीय चाहिँ के हुन्छ? कारणले हुन्छ। अब यो भएपछि हामीलाई के हुन्छ त? समस्या भयो भने के हुन्छ भन्दा, सोचाइमा के हुन्छ, भावनामा के हुन्छ, व्यवहारमा के हुन्छ र शरीरमा के हुन्छ। यसो हेर्नु, सोचाइमा के हुन्छ? निराशावादी सोचहरू आउने, यो समस्या हो है। तपाईँको सोचमा पनि आशा निराशा केही हुँदैन, बाँचेर के हुन्छ र, व्यवसाय गरेर के हुन्छ र, या घरमा बसेर के हुन्छ र, यस्तो खाले सोच आइराखेको छ भने त्यो पनि एउटा चाहिँ लक्षण हो। अनि निर्णय गर्न नसक्नु, आत्महत्या सम्बन्धी सोचाइ आउनु, चिन्ता लागिरहनु, यथार्थपरक नभएका सोचाइ, स्मरण शक्तिमा ह्रास आउनु, यो चाहिँ सोचाइ बिर्सिने। क्या चाबी राखेर गयो, कहाँ राखे, ग्यास भात बसाल्यो, ग्यास बाल्नै बिर्सिने। अनि केही सामान लिन गयो, अनि त्यो चाहिँ के छ? एकदम निरन्तर रूपमा चाहिँ त्यो खाले चाहिँ भइराखेको छ भने त्यो पनि एक किसिमले समस्या हो। कहिलेकाहीँ भयो भने त्यो चाहिँ सामान्य रूपमा हो, तर आज पनि भइराखेको छ, भोलि पनि भइराखेको छ, ढोका लगाएपछि अनि पर गइसकेपछि फेरि हेर्न आउनु पर्यो ढोका लाए चाबी सकी छैन भनेर, यो चाहिँ समस्या हुनसक्छ। अर्को भावनामा के हुन्छ त? हाम्रो भावनामा दुखी महसुस गर्नु, आत्तिनु, डराउनु, अत्याधिक खुसी महसुस गर्नु, आफूलाई दोषी देखाउनु। अत्याधिक मान्छे खुसी भइराखेको छ भने पनि केही समस्या प्रतिशत आत्महत्या चाहिँ पूर्व योजना बनाएर गर्छ। त्यही भएर यसलाई जोगाउन सकिन्छ है। अनेक चाहिँ उनीहरूले पहिलेदेखि नै योजना बना हुन्छन् र मर्ने मान्छेले दोस्रो व्यक्तिलाई म मर्दैछु भनेर भनेको हुन्छ। कोहीले सिधै नभने पनि तँलाई देखाइदिउँला, अनि म नभएपछि कस्तो हुन्छ हेरौँला नि, अब अन्तिम पटकको भेट होला होइन, मेरो सामान चाहिँ लाउ यो चिनोको रूपमा लिएर म नभए पनि यो चिनो तिमीलाई काम लाग्छ, यस्तो कुरा गरिरहेछ भने त्यो मान्छेले काहीँ न काहीँ रूपमा चाहिँ आत्महत्या गर्दैछ भन्ने कुरा चाहिँ हामीले सोच्नुपर्छ है। अर्को शरीरमा के हुन्छ भन्दा, अत्याधिक थकान महसुस हुनु, दुब्लाउँदै जानु, कमजोर वा शिथिल हुनु, निन्द्रामा गडबडी, खानामा रुचि घट्नु हुन्छ। र व्यवहारमा बरबराउनु, सामाजिक सञ्जालबाट टाढा रहनु, आक्रामक व्यवहार देखाउनु, सरसफाइमा ध्यान नदिनु, टोलाउनु, यो चाहिँ मनोसामाजिक समस्याको लक्षण हो। हेर्नुहोस्, यो हामीलाई छ कि छैन? जो हामी यहाँ बसेका छौँ, WHO ले के भन्छ भने प्रत्येक 4 जनामा 1 मा समस्या छ भन्छ। यतिमा चाहिँ हामी कतिजना छौँ यसो विचार गर्नु होला। हामीलाई पनि कुनै न कुनै भावनात्मक, व्यावहारिक होइन, सोचाइ सम्बन्धी समस्या छ। अब सबैभन्दा पहिला तपाईँभित्रको त्यो मनको समस्या नहटेसम्म तपाईँ जहाँ गए पनि तपाईँलाई राम्रो हुँदैन। तपाईँले आफ्नो क्षमता देखाउन सक्नुहुन्न। जुन पदमा पुग्नुहोस्, नेतृत्व गर्नुहोस्, तपाईँ मेन्टल हेल्थमा सुस्वास्थ्य हुनुपर्छ। जबसम्म मानसिक रूपमा स्वस्थ भएको मान्छे छैन, उसले अरूलाई राम्रो गर्नै सक्दैन। क्या पहिलो कुरो मेन्टल हेल्थ चाहिँ हामीले बुझेको छ कि छैन भने यो 4 पक्षीय छ। अहिले मैले भने शरीरमा, सम्बन्धमा, व्यवहारमा, त्यसपछि मनमा के हुँदो रहेछ एकताले यसो हेर्नुहोस् त है। यो लक्षण चाहिँ तपाईँ हामीले देखेको मान्छेमा छ कि छैन है। हाम्रो मनमा के हुन्छ? दुःख हुने, पीडा हुने, तनाव हुने, चिन्ता लाग्ने, शङ्का लाग्ने, रिस उठ्ने, आत्मसम्मानमा कम हुने, दोधारमा पर्ने, बिर्सने र आत्महत्याको सोचाइ आउनु, यो मनमा आउँदो रहेछ। शरीरमा के हुन्छ? छिटे थकाइ, रिङ्गटा, झाडा पखाल लाग्ने, जोर्दी दुख्ने, टाउको पेट दुख्ने, जिउ दुख्ने, झमझम्याउने, बान्ता आउने, शरीर तात्तिने र प्रेसर बढ्ने, यो हुँदो रहेछ भने व्यवहारमा झगडालु हुन्छ, आक्रामक व्यवहार देखाउँछन्,
एक्लै बस्ने, नबोल्ने, धेरै बोल्ने, खाने, धेरै खाने पनि समस्या हो। अनि लागु प्रथाको प्रयोग गर्ने, यौन सम्बन्धमा फरक आउने, निन्द्रामा गडबडी आउने। कोहीलाई निन्द्रा पर्दैन, कोहीलाई एक निन्द्राबाट बिम्जिएपछि निदाउन सक्दैन है। एकदम निदाउन प्रयत्न गरौँ, यता फर्को उता फर्को, निदाउन गाह्रो भइरहेछ भने यो मेन्टल हेल्थ प्रब्लम हो है। यसलाई सामान्य रूपमा लिँदै गयो भने पछि चाहिँ क्रोनिक भएर यसले अर्को समस्या निम्त्याउन सक्छ। यो समस्या चाहिँ के हो, ठिक हुन्छ सुरुमै भयो भने 1-2 पटकको काउन्सिलिङ या साइकोथेरापीले ठिक हुन्छ। अनि सामाजिक सम्बन्ध कस्तो हुन्छ, सम्बन्ध बिग्रने। जो मान्छे मेन्टल हेल्थमा छ ऊ समाजको उग्र हुन्छ। तपाईँ विचार गर्नुहोस्, जहाँ गए पनि लफडा निकालिहाल्छ, मैले भने त हुनैपर्छ भन्छ क्या। जब एक करोड त के भनेको छ, त्यो ढिबी गर्छ नि, त्यो प्रब्लममा छ है। हामीले बुझ्नुपर्ने त्यो फन्डा हाम्रो समुदायमा पनि भेटिन्छ, फन्डा निकाल्ने। आफूले भने आफै भयो भने ठिक, अरूले भनेको कुरा मान्दै नमान्ने, यसमा मेन्टल हेल्थ प्रब्लम छ। केही न केही समस्या छ, हामीले बुझ्नुपर्छ। ल आउ त तिम्रो के समस्या हो, यो विवादको विषय पछि गरौँला, यता आउ त मनको कुराकानी गरौँ। हिजो निन्द्रा पऱ्यो कि परेन भन्नुहोस् त, कहाँ पर्नु सर, परेकै छैन भन्छ भने समस्या अर्को छ क्या है। यो खालि सब बिग्रिन्छ। अर्को एक्लिने वा टाढिने हुन्छ, सम्बन्ध विच्छेद हुन्छ। डिभोर्सको चाहिँ केसहरू हेर्दै गयो भने काहीँ न काहीँ मेन्टल हेल्थ प्रब्लम छ क्या। शङ्काको छ, शङ्का कहाँबाट आउँछ, मेन्टल हेल्थ प्रब्लम हो। बात लगाउने भन्छ नि, मान्छे अनेक गरेर गरिराखेको हुन्छ, अनेक भनिराखेको हुन्छ। त्यो चाहिँ अत्याधिक चासो, चिन्ता, शङ्का गर्नु पनि मेन्टल हेल्थ प्रब्लम हो है। अनि जागिर तथा काम छुट्ने, कमजोर आर्थिक अवस्था र समाज विरोधी क्रियाकलाप गर्ने, यो चाहिँ मेन्टल हेल्थ प्रब्लम हो। यो समस्या 2 वा 2 भन्दा बढी ऐ भनेको लक्षण 2 वा 2 हप्ताभन्दा बढी तपाईँलाई पनि भइराखेको छ भने त्यो चाहिँ मानसिक स्वास्थ्य समस्या भन्छ है। कहिलेकाहीँ भयो भने समस्या भन्नु मिल्दैन। विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको शब्द लिएर भन्नुपर्दा 2 हप्ताभन्दा बढी हुनु पर्यो है। यो लक्षण चाहिँ 2 वा 2 भन्दा बढी लक्षण हुनु पर्यो र जसले गर्दा तपाईँलाई दैनिक क्रियाकलापमा गाह्रो भए हुनु पर्यो। यो भयो भने चाहिँ मानसिक स्वास्थ्य समस्या भन्ने हिसाबले हो। यस्तो हुन्छ मेन्टल हेल्थमा चाहिँ हेर्नुहोस्, भित्रभित्र चाहिँ खाइसकेको हुन्छ तर ऊ खुसी भएर हाँसिराखेको हुन्छ। उसले आफ्नो पीडा लुकाएर, आफ्नो दुःख दबाएर जब मान्छे खुसी हुन प्रयत्न गर्छ नि, त्यो सबभन्दा बढी दुःख हुन्छ। जसले अरूलाई खुसी बनाउँछु, अरूको राम्रो गरेर मात्रै म खुसी हुन्छु भन्यो भने जिन्दगीमा त्यो खुसी कहिले हुँदैन। किनभने हाम्रो परिपाटी के छ भने सबैभन्दा पहिला चाहिँ सेकेन्ड व्यक्ति चाहिँ प्राथमिकता राख्छौँ क्या। पहिलो म हो, हामी हो, तपाईँ भयो भने मात्रै हो तपाईँले अरू परिवारलाई माया गर्ने, सम्मान गर्ने, पार्टीमा जाने, सङ्गठन बनाउने। तपाईँ बिरामी भयो भने चाहिँ बनाउन सक्छ। त्यही भएर सबैभन्दा पहिलो प्राथमिकता तपाईँले आफूलाई दिनु पर्यो, आफूलाई सोच्नु पर्यो, आफूले सोध्नु पर्यो। यसले सजिलो हुन्छ भन्छ। अब यो 3टा तरिकाबाट तपाईँलाई यहाँ आइसके पछाडि यो अलिअलि बुझ्नु नै पर्यो। मेन्टल हेल्थमा चाहिँ 3टा चाहिँ बाट उपचार गरिन्छ। समस्या भयो सबभन्दा पहिलो मनोसामाजिक परामर्शबाट गरिन्छ, काउन्सिलिङ गरिन्छ। काउन्सिलिङबाट ठिक भएन भने के गरिन्छ, औषधि उपचारमा गरिन्छ। औषधि पनि खानुपर्छ र त्यसपछि के छ, औषधि मात्रै खाएर पनि भएन, परामर्श पनि आवश्यक छ। यो कुरो तपाईँ हाम्रो घर परिवारमा तपाईँ हामीलाई नि हुनसक्छ, यसलाई चाहिँ बुझ्नुपर्छ भन्ने छ। है सरले यो सबै कुरा भनिसक्नु भएको छ, मैले चाहिँ यसलाई पनि भनिनँ। अब केही अलिकति म यो है सरले त भन्नुभयो, म तपाईँलाई केही लक्षणहरू चाहिँ यहीँ भनेर जान्छु। 2टा रोगको, एउटा एन्जाइटीको, एउटा डिप्रेसनको। चिन्ता हुँदा के हुन्छ त है, या चाहिँ दिगदारीपना हुँदा के हुन्छ भन्ने छ। सबैभन्दा पहिला हेर्नुहोस् त यो डिप्रेसन, है डाक्टर साहबले पनि भनेर जानुभयो। तपाईँले त्यो भने के हो होइन, तर तपाईँले बुझ्नुपर्ने कुरा हो भने यो लक्षणहरू तपाईँलाई भइराखेको छ भने यो चाहिँ तपाईँलाई के हुनसक्छ, यो समस्या हुनसक्छ। के हुन्छ, मन नरमाइलो हुने वा उदास हुने, पहिलो चाहिँ लक्षण। त्यसपछि के हो, कुनै पनि कुरामा खुसी हुन वा रमाउन नसक्ने, जे भए पनि खुसी नहुने, आफ्नो पीडा छ। काहीँ गीत बजा भने पनि कति गीत बजा होला, झ्याउ मान्ने के, बाजा बजायो भने किन बजा तनाव छ या रेडियो बन्द गर्न, भुरा करायो भने कति करा, कोही बच्चा उफ्रियो नि किन उफ्रे, उसलाई इरिटेट भइराखेको छ क्या, उसको मनमा केही न केही कुराहरू खेलिराखेको छ, यो समस्या हो। अनि शरीरमा शक्ति नभए जस्तो हुनेमा थकाइ लागिरहने, भनेको शक्तिहीन महसुस गर्ने, मसँग केही क्षमतै छैन, जिउ हेर्दा मोटो छ, हिँड्ने खुइ गरेको छ। अनि पहिला चाहिँ गाउँतिर गयो भने के भन्थे भने यसले बौसीले चुस्या भन्थ्यो होइन त, यसलाई के लगाइदिएछ, चुस्या छ होइन, यो खालि समस्या छ। अनि दैनिक क्रियाकलापमा जागर नलाग्ने हुन्छ, काम गर्न मन नलाग्ने, एक्लै बस्न खोज्ने वा टोलाइरहने,
सबैभन्दा तपाईँको नि बच्चाहरू होला एकदम तपाईँहरूले पनि याद गर्नुहोस्, विशेष गरी बालबालिका चाहिँ यो समस्यामा बढी देखाएको छु है। ऊ कोठाभित्र एक्लै बस्छ, चुकुलाएर बस्छ, खानासँगै खाना आउँदैन होइन। ऊ त्यो राति तपाईँले एउटा कोठामा सुताइदिए हुन्छ, सुत्या छ कि छैन, निदा छ कि छैन, कसैले यादै गरे हुँदैन। अहिले सबैभन्दा मैले देखेको चाहिँ बालबालिकामा 4 कक्षा 5 कक्षा पढ्ने बच्चाहरू। हिजो मात्रै एउटालाई मैले यहीँ धादिङकै चाहिँ नानीलाई मैले काठमाडौँ पठाएको। भनेपछि हाम्रा छोराछोरीको नि याद गरौँ क्या। अब तपाईँ हामी चाहिँ हाम्रा परिवार भए मात्रै अब सबै हुने हो, यो खाले छ। अनि आत्मविश्वासमा कमी वा हिंताबोध हुने, निन्द्रा गडबडी हुने वा नराम्रो सपना देखिरहने, यो खाले समस्या छ भनेदेखि चाहिँ तपाईँलाई पनि डिप्रेसन या दिगदारीपनाको लक्षण हुनसक्छ है। टाउको दुख्ने, शरीर झमझमाउने, पोल्ने, भनेको शरीरको कुनै पनि भाग पोले जस्तो हुने क्या। अघि यस्तो भाग, खुट्टा पैतालाको भाग, शरीरहरू कस्तो पोलेको जस्तो है। यो खाले धेरै चाहिँ उपचार गरौँ, केही रोग देखिन तर समस्या कमै हुँदैन। यो खाली समस्या पनि हो भन्ने हो। त्यसपछि गएर आएर चिन्ता रोग चाहिँ के हो त? सबैभन्दा बढी मान्छे चाहिँ यो चिन्ता रोगमा चाहिँ बाँचिराखेको छ होइन। तपाईँले कसैलाई सोध्यो भनेदेखि या तनाव छ, जिन्दगानी भन्छ नि होइन, ए ठिक छ भन्ने मान्छे भेटिन्न। भनेको यो चिन्ता लिने नेपालीको त आदत परिसक्यो क्या। केही न केही नसोचिकन नबस्ने, यतिसम्म कि शौच गर्दाखेरि पनि के कुरा सोचेर बस्ने क्या। अनि खाना लाग्दाखेरि पनि के कुरा चाहिँ सोचेर बस्ने। त्यो खानामा चाहिँ के हुने, केन्द्रित नहुने क्या। त्यो ह्याबिट हो, त्यो बानी हो। यसले हामीलाई गाह्रो बनाउँछ है। यसलाई चिन्ता भन्छ। चिन्ताको चाहिँ एउटा समूह हुन्छ। हेर्नुहोस्, एउटा चिन्ता तपाईँलाई आयो भने त्यसको बथानै आउँछ है। भने कोही स्वास्थ्यको चिन्ता, परिवारको चिन्ता, घरको चिन्ता, सन्तानको चिन्ता। यदिसम्म कि कोही धादिङ बेसीबाट काठमाडौँ गयो भने गाडी बाटामा केही होला भने चिन्ता नि हुन्छ, छटपट्टि। काठमाडौँ नपुगेसम्म चाहिँ के हो, ढुक्क नहुने, अब चाहिँ आनन्द भयो भन्ने के, अनावश्यक के। यो चाहिँ एकदम यसको चाहिँ 90% बढी पर्सेन्ट चाहिँ अनावश्यकै हुन्छ जिन्दगीमा, हुँदैन। कति मान्छे के छ, क्यान्सर लाग्यो हुन्छ, आफैलाई पेट पोल्या हुन्छ, के भएको हुन्छ, गुगलमा सर्च गर्छ, लक्षण भेट्यो, ल अब त क्यान्सर भइसक्यो। आफूलाई सिद्धाउँछ, अब त दुःख किन गर्ने, कमाएर के हुन्छ त, अब आफू सिद्धिसक्यो के, फेरि भएको चाहिँ हुँदैन। यो चिन्ता भने चाहिँ अनावश्यक कुराहरू हुन्। कोही सुत्न गयो भने ला भोलि गएर बिहान उठा मर्ने पो हो कि भन्ने डर हुन्छ पहिला फेरि। हो अनि सुत्दा कोठामा गइसकेपछि अनि झ्याल हेर्नुपर्छ, पल चाहिँ कता छ, हावा चाहिँ कहाँबाट आउँछ भन्छ क्या मान्छे है। यस्तो खाले चिन्ता चाहिँ, यस्तो थर आइरहेको चाहिँ आफूलाई गाह्रो बनाउँछ क्या। अनि जब चिन्ता हुन्छ श्वास प्रश्वास पनि एकदम छिटो गतिमा हुन्छ, अनि मुटु ढुकढुक भएको हुन्छ, ला लड्छु कि जस्तो हुन्छ, हिँड्दै ल भक्ला कि ढल्ने पो हो कि मर्ने पो हो कि सन्तानको मुखै देख्न नपाउने हो कि भन्ने थर आउँछ। यो चाहिँ चिन्ता हो। र धेरै नेपालीमा चाहिँ धेरै देखिने समस्या चाहिँ यो चिन्ता रोग हो है। के हुन्छ त हेर्नुहोस् त, चिन्ता लागिरहने भनेको चिन्ता लिन्न भन्दा नि आइरह्यो भने त्यो समस्या हो कुनै न कुनै कुरामा है। अरू के छ, मानसिक तनाव भइरहने, टाउको दुख्ने, छटपटी हुने, हात काम्ने हुन्छ। भने छटपटी हुने, के गरौँ हतार गर्ने के, कहाँ नै पुग्ने जसरी काम गरे हुन्छ। अरू के हुन्छ, बिना कारण मुटुको धड्कन बढ्ने, मुख सुक्ने र रिङ्गटा लाग्ने हुन्छ। यो मुटुको धड्कन ढुक बाहिर थाहा पाउने गरी गर्छ, मुख सुक्छ, खाएको पच्दैन। एन्ड चिन्ता रोग हुनलाई चाहिँ सबभन्दा बढी चाहिँ कब्जियत हुन्छ भन्छ क्या। ग्यास्ट्रिक बढ्नु चिन्ता हो। ग्यास्ट्रिक घटाउने हो भनेदेखि चिन्तालाई कम गर्नु पर्यो, औषधि खाएर मात्रै कम हुँदैन भन्छ क्या। भनेको त्यो हाम्रो पचाउने खाले चाहिँ हाम्रो हर्मोन चाहिँ आउँदैन भन्छ। अर्को पसिना आउने, आफ्नो काममा ध्यान दिन नसक्ने, छिटो पिसाब लाग्ने, मन आत्तिने, चिन्ता लिने र झर्को मान्ने, शरीरमा घोचेको जस्तो हुने र श्वास फेर्न गाह्रो हुने। भनेको ला म त श्वास फेर्नै सकिन्न भन्छ क्या। कोभिडको बेलामा डक्टरबाट कति लिएर हुन्छ क्या, श्वास फेर्न गाह्रो भयो भन्छ, त्यहाँ हेरेर चेक गर्यो केही पनि हुँदैन। भनेको त्यो चाहिँ चिन्ता रोगले गर्दा चाहिँ सास फेर्न यहाँ अड्केको जस्तो, केही यहाँ दोहोरो सास फेर्न नसकेको जस्तो खाले चाहिँ यो चाहिँ चिन्ता रोग हो भन्ने हो है। यो दुईवटा कुरा भयो भनेदेखि चाहिँ तपाईँले थाहा पाउनु पऱ्यो कि यो चाहिँ समस्या हो भनेर। अब यो मनोरोग नलाग्ने 15 उपाय के छ म सर्टकटमा भनिहालेँ है, तपाईँलाई पनि काम लाग्न सक्छ। यो मेन्टल हेल्थ प्रब्लम नहुने 15वटा उपाय छ। तपाईँ जे कुरा गर्नुहुन्छ, तपाईँले जे कुरा यहाँ सिकेका कुराहरू, आजसम्म हामी नेपाली दुःख पाक्यो भने सुन्छौँ, व्यवहार गर्दैनौँ क्या। रक्सी खान हुँदैन भने सुने पनि छौँ, चुरोट खान हुँदैन, अर्का कुरो काट्न हुँदैन सुने होइन, तर हामीले खोइ गरेको। अनि हामी दोष दिने कसलाई, भाग्यलाई। जबसम्म मान्छेले आफूलाई दोष दिन्छ नि, अनि तपाईँलाई राम्रो चाहिँ कसले भन्छ, ए मेरो त कर्मै खोटी, म त अभागी रहेछु, आफैले भने फेरि। अनि यो संसार ब्रह्माण्ड यसरी बनिएको छ, तपाईँले जे सोच्नुहुन्छ त्यो बन्नुहुन्छ क्या। कस्तो दुखी बन्नुहुन्छ।
म गरिब भई गरिब बन्नुहुन्छ। जे सोच्यो नि सोचाइ अनुसारको चाहिँ हाम्रो चाहिँ के हुन्छ, जीवन बन्छ भन्छ क्या। त्यही भएर बिहान उठ्ने बित्तिकै तपाईँलाई चाहिँ थाहा छ होला, उठ्ने बित्तिकै 3 पटक म शान्त छु, म शान्त छु, म शान्त छु, प्रत्येक दिन भन्नु शान्तै हुनुहुन्छ क्या। हाम्रो यो सबकन्सियस माइन्डले चलाउने हो क्या। यो मुटु चलिरहेको नि यो चाहिँ के छ, तपाईँले चलाउँछ चला होला नि। हाम्रो अर्को खाले मेन्टल छ, यहाँ हाम्रो चाहिँ मस्तिष्क छ जो चाहिँ हाम्रो अवचेतन मनले काम गरिराखेको छ। हो त्यो अवचेतन मनमा गएर बस्छ, ठिक छु नपत्ता हेर्नुहोस्, तपाईँलाई सँगै बस्ने श्रीमान श्रीमती बिच आज बेलुकादेखि गएर तसँग घरबार हुँदैन, तसँग घरबार हुँदैन 3 महिना भन्नुहोस् त, साँच्चै हुँदैन। किनकि त्यो भावनात्मक रूपमा एकता हुनै सक्दैन क्या। म दुःखी छु, म अभागी छु, म जस्तो काम नलाग्ने कोही पनि छैन भने पनि त्यही काम नलाग्ने नि हुने हो फेरि। त्यही भएर सोचमा जहिले पनि सकारात्मक हुनुपर्छ भन्छ क्या। ठिक छु हुन्छ, एक दिन आउँछ क्या, त्यो दिनको पर्खाइमा मात्रै बस्नुपर्छ भन्छ। तर हामी त्यो सोच्ने आदतै छैन। अहिले चाहियो हातको हात। नगर सभापति भए होइन, अब के चाहिसक्यो टिकट, यसो कुरा ल्याउन होइन। अब ठिक यहाँ र मैले त हो नि, अब के भए हाताहाती म त यहाँ छोडेर आयो नि त, फलाने पार्टी छोडेर आएको यो चाहियो। त्यस्तो हाताहाती जिन्दगीमा केही पनि हुँदैन हजुर, यो कुरा बुझ्नुहोस्। जो मान्छे हाताहाती खोज्छ नि त्यसको त्यहाँ खुसी हुँदैन, सम्भावना पनि छैन। तपाईँको अल्बा एडिसनले चाहिँ कति 9979 पटक बत्तीको त्यो बल्ब बनाउनको लागि ट्राई गरेको, हेर्नुहोस् त 9979 पटक। जबसम्म निरन्तर रूपमा तपाईँको गति अगाडि बढ्दैन तबसम्म तपाईँले केही गर्न सक्नुहुन्न। आज मेरो कुरा गरौँ, म 12 वर्षसम्म यही काममा नलागेको भए, यही काम नगरेको भए आज तपाईँको अगाडि यसरी कुरा गर्न सक्ने। प्रत्येक सफल मान्छेका पछाडि दुःखदायी घटना हुन्छन्। हाम्रो बोधनानुसार यही हुनुहुन्छ, उहाँको विगतका पानाहरू हेर्नुहोस् त, कति सङ्घर्ष थिए, आज पो सफल देखिया हो त। हो त्यस्तै सफल मान्छे बन्नको लागि निरन्तर लाग्नुपर्छ। हतोत्साहित हुनु हुँदैन, एक दिन आउँछ, त्यो दिनको परिकल्पना गर्नुपर्छ भन्ने छ। अब 15वटा कुरा छ, म यसलाई सकाइहाल्छु। नम्बर 1, एउटै कुरामा गहिरो सोचेर राख्नु हुँदैन। गहिरिएर त्यसपछि के होला, त्यसपछि के होला, कसैले फोन उठाएन भने के हुन्छ, रिसायो होला, आउँछ नि सोच। किन रिसायो, मैले केही भनेकै थिइनँ, अब गहिरो सोचाइ। अस्ति त्यहाँ खाजा खाने बेलामा यस्तो कुरा भएको थियो। अब यस्तो खाले गहिरो सोच कहिले पनि नराख्नुहोस्। फोन उठाएन भने ऊ व्यस्त भयो होला, सिधै त कुरो। नकारात्मक किन सोच्नु पर्यो, ऊ व्यस्त भएर फोन उठाएन, पछि कुरा भइहाल्छ नि। त्यो सकारात्मक हुने कुरा नै छैन है। त्यही भएर गहिरो जीवनको बारेमा कहिले गहिरो रूपमा नलिनुहोस्। किन नलिनुहोस् भने जिन्दगीको अन्त्य निश्चित छ। तपाईँसँग पैसा कति छ थाहा छ, तपाईँको बैंकमा कति पैसा छ तपाईँलाई थाहा होला, 1 लाख 2 लाख 20 लाख। तपाईँ बाँच्ने समय कति छ थाहा छ? 1 वर्ष 20 वर्ष 30 वर्ष कति वर्ष हो त थाहा छैन। यो थाहा नहुने कुरामा गहिरिएर नसोच्नुहोस्, यसो भर छैन। अहिले बाहिर हिँडेर ठेस लाएर मर्न सक्छ है। यसलाई गहिरिनु पर्ने आवश्यकता छैन। सतै रूपमा जिन्दगीले केही खोजेको छैन, केही खोजेको छैन। ठिक आई एम ओके भनेपछि म ठिक छु, के चाहिएको छ, के खोजे अरे, खाना खोजे खाना पाइहालेछ। जब विलासिता कुरा सोच्छौँ नि हामी, जिन्दगी बिग्रियो क्या। मिठो मिठो कुरा खान थाल्यो हामी। यतिसम्मको चाहिँ पटमूर्ख मान्छे त नभनौँ। हेर्नुहोस् त, यो जिब्रोको स्वादको लागि यो पेटलाई कति अन्याय गर्छ। अझ हामी एउटा न्यायका कुरा गर्छौँ। हेर्नुहोस् त, आफ्नै स्वास्थ्य बिगार्ने पेटलाई अन्याय गरी गरी च्वाट्ट परेको पिरो तितो, अनि भोलिपल्ट बिहान गाह्रो कसलाई हुन्छ, जसले खाए त्यसलाई हुन्छ है। त्यस्तो खाले सोच्नु हुँदैन। हेर्नुहोस् है, हामीले त्यो लिनु हुँदैन, यो कुरा बुझ्नुपर्छ। अरू कुरा के छ, मनका कुरा अरूलाई भन्ने बानी बसाल्नुहोस्। हाम्रो नेपालीमा एउटा मनको ब कसैलाई नकह भन्ने छ क्या, त्यो चेन्ज गर्न पर्यो। मनको ब सबैलाई कह। अनि अर्को उखान पनि छ, दुःख बाँडे आधा आधी, सुख बाँडे डबल। हिजो हाम्रो पुर्खाले भने हो नि त, हामी कहिले पनि दुःख बाँड्दैनौँ, मनभित्रै घुम्साउँछौँ, मनभित्रै राख्छौँ है। अनि के गर्छौँ, अनि हामीलाई समस्या हुन्छ। मनका कुरा भन्नुहोस् है, मन मिल्ने मान्छेलाई भन्नुहोस्। मनको कुरा भन्यो भने आधा समस्या कम हुन्छ भन्छ है। र भन्न सक्नु भएन भने लेख्नुहोस्, लेखेर पनि कम हुन्छ।
सकेसम्म खुसी हुने प्रयास गर्ने, अनावश्यक तनाव नलिने। तनाव लिग चाहिँ कसले भने हो? यसो विचार गर्छु सर मलाई तनाव छ, तनाव भएर के भएको छ? गाह्रो भएको छ। गाह्रो भएको छ किन बोक्रिने त? तनाव हुँदाखेरि तपाईँको शरीरको जिम्मेवारी को हुनुपर्ने? तपाईँ हुनुपर्ने होइन। तनाव छ भन्ने अनि गाह्रो पनि आफैलाई बनाउने, छटपटी पनि आफैलाई हुने। ए भगवान्, लिँदा तनाव हुन्छ भने छोड्दा के जान्छ? अनि समातेरै बस्नुपर्छ। त्यो कुरा हुँदैन। हेर्नुहोस्, जस्तो भनौँ यो पानीको उचालेर बस्छ भनेर म बसिरह्यो भने म कति गर्न सक्छु त? जबसम्म गाह्रो छोडिदिन्छु, किन बोक्छु त्यसलाई? सहिलो भएन हो। तनाव पनि यही हो, बोकेर हिँड्छ नि, तनाव छोड्दैन। तरिका छ यति भनेर हुँदैन फेरि, होइन? त्यसो पऱ्यो भने फोन गर्ने, मसँग कुराकानी गर्न सकिहालिन्छ, होइन? त्यो खालि समस्या भयो भने। अर्को के छ? भविष्यमा आइपर्न सक्ने समस्यालाई लिएर अहिलेदेखि नै धेरै चिन्तित नहुने। ए छोराले दुःख पाउँछ कि, म मरेपछि श्रीमानले दुःख पाउँछन् कि, यो कहिले कहिले कुरो किन चिन्ता भयो के? अहिले हो नि त, अहिले ठिक भयो नि त। ला म भएन भनेदेखि त घर त बिजोग हुन्छ। हेर्नुहोस् त, मान्छेलाई अनेकको चिन्ता छ हजुर। मान्छे यस्तो खाले चिन्तामा चाहिँ सामान्य हो क्या। मैले धेरै केसहरूमा गएँ, काउन्सिलिङ गरेँ। मैले नीलकण्ठको 900 भन्दा बढीको घरमा गएको छु। 900 दिदीबहिनीका कथा सुनेको छु। उहाँसँग सँगै कतिपटक रोएको पनि छु म, उहाँको दुःख पीडा सम्झेर। तर उहाँले पछि के भन्नुहुन्छ भने, सर यस्तो सानो कुरा रहेछ, हामी चाहिँ के यत्रो पहाड बनाएर चाहिँ सोचिरहेको थियौँ। जे कुरालाई तपाईँले सामान्य कुरा रूपमा लिएर बुझाउनु भयो, त्यो दिनदेखि त दुःखै भएन। भनेको त्यो दुःख भनेको सोचमा हो क्या। पहिला एउटा औँलो काट्दा फेन्टै हुन्छ, ला सिद्धो हो जीवन गयो भन्छ। पहिला हातै काट्दा पनि चक्रे मिलनले होइन, हातै बोकेर गए। आफ्नो हात चट्टै छिन्दाखेरि पनि हात समातेर उपचार गर्न गएको। हेर्नुहोस्, त्यो भनेको तपाईँले कसरी सामना गर्नुहुन्छ क्या? यस्ता नाते दुःखसँग त कति भिडेन हजुर। हिजोको दिन सम्झिनु त। अनि किन आत्तिनु पर्दैन? हेर्नुहोस् है, गम्भीर हुनु पनि आवश्यक छैन। अर्को के छ? कसैसँग आफूलाई तुलना नगर्ने है, र आफूले हासिल गरेको उपलब्धिमाथि गर्व गर्ने। जब समय यो जिन्दगी भनेको तुलना गर्ने र गुनासो गर्नेको लागि होइन। हामी तुलना गर्छौँ, ए त्यसले त गाडी चढिसक्यो, म गाडी कहिले चढ्ने? धादेबेसीमा घर, काठमाडौँमा घर, मेरो घर कहिले? म त्यसो किन भइन? जिन्दगानीमा कोही जस्तो हुँदैन, तपाईँ जस्तै हुने। त्यो स्वीकार्यता छैन क्या है। तुलना गर्ने बानी हटाउनुहोस्, अरूसँगको तुलना कहिले पनि नगर्नुहोस् है। मैले के भने, जिन्दगी तुलना गर्न र गुनासो गर्नको लागि बनेको जिन्दगी होइन। अनि आफूले हासिल गरेका कुरामा सन्तुष्ट हुने, थप मेहनत गर्ने भनेको जे कुरा उपलब्ध तपाईँले जिन्दगीमा हुनुभएको छ त्यसमा खुसी हुने एउटा तरिका छ। यसो विचार गर्नुहोस् त, तपाईँ हामी जीवित छ कि छैनौँ? अहिले हामी बाँचेका छ कि छैनौँ? सबभन्दा ठुलो कुरो यही खुसी यही होइन र? बाँच्नु खुसी होइन र? कति मान्छे हिजो त बेलुका सुतेर बिहान उठ्दा लास भइरहेको थियो त, ए सुते भयो, त्यो त मरेछ। हामी त्यस्तो मान्छे हो। जो मान्छे अहिले हामी यति धेरै सबैजना सँगै छौँ भनेपछि खुसी हुन के चाहियो त? तपाईँ जीवित हुनु नै, राम्रो हुनु, स्वस्थ हुनु नै खुसी कुरा हो क्या। तर हामी धनसँग लियौँ क्या, पैसासँग। पैसा भएपछि खुसी हुने, घर भएपछि खुसी हुने, यो कुरा चाहिँ हुँदैन है। अनि अन्धविश्वासको पछि नलाग्ने, अनि डर लाग्दा घटनाको भिडियो नहेर्ने है। यो बच्चाहरूलाई पनि काम लाग्छ। बच्चाहरूले फ्री फायर खेल्छ भने त्यो तपाईँको बच्चा आक्रामक हुन्छ। त्यसले त्यो बच्चाले हान्यो भने जान दुख्ने ठाउँ त्यति मात्रै हान्छ। याद गर्नुहोस्, फ्री फायर खेल्ने, पब्जी खेल्नेहरूले उसले थाहा हुन्छ कहाँनिर हान्यो भने यो मान्छेले घाइते हुन्छ भने ठ्याक्कै थाहा हुन्छ। यस्ता कुराहरू नदेखाउने। झुन्निएको, मरेको, गाडीका दुर्घटना परेको फोटो कहिले पनि बच्चाको अगाडि पछि नहेर्नुहोस्। अनि अहिले छ नि त, फलानाको बुढी गयो भनेदेखि ओए यहाँ बुढीलाई भेट भयो, जार पनि भेट भयो, ल तपाईँ भन्नुहोस् त के भन्ने? यस्ता बच्चा अगाडि पछि नहेर्नुहोस्। के सिक्छ उसले? बुढो भने के हो, जार भने के हो, सौदा भने के हो? यस्ता कुरा पनि बच्चाको अगाडि बसेर हेर्नु हुँदैन है। यसले पनि उसलाई चाहिँ मेन्टल हेल्थमा चाहिँ के उसले सोच्छ नि त, त्यो भने के भन्छ तपाईँले कति भन्नुहोस् है। यो कुरा गर्नु भएन। अनि के भने, स्वस्थ खानेकुरा खाने, व्यायाम गर्ने र उचित आराम गर्ने। जिन्दगीमा बाँच्नु छ भने सुन्नुहोस् है, अहिले धेरै नसर्ने रोगका कुरा छ। तपाईँले यति कुरामा सुधार गर्नुभयो भने, खानेकुरामा र व्यायाम गर्नुभयो भने तपाईँका केही समय केही रोगहरू चाहिँ नलाग्ने हुन्छ। र आजैदेखि रोगी लागेर चिन्तित हुनुभन्दा रोग नलाग्ने उपायमै अगाडि बढ्नु होला। खानपानमा ध्यान दिनुहोस् है। छेडी खान चाहिँ नखोज्नुहोस्। 70 वर्षसम्म भात खाने वातावरण बनाउनुहोस् के भनेको त्यही हो। अहिलेदेखि नै त्यसलाई कति खाने,
व्यायाम कति गर्ने, आराम कति गर्ने भन्ने कुरा हुन्छ। अनि धेरै गुलियो चिल्लो नुन चर्को भएको कुराहरू छोड्नुहोस्, राम्रो कुरा पनि हो। सेतो नुनहरू या सेतो चिजहरू नखानु भन्छन्, चिनी, चामल, नुन, है, यसले फाइदा गर्दैन है, यो खाले छ। अनि शरीरको तौल बढ्न नदिने भनेको शरीरको तौल जति बढाए समस्या बढ्दै गयो है। यो भुँडी बढ्न सजिलो छ, घटाउन गाह्रो छ। त्यो बढ्ने एउटा थाहा हुन्छ। भुँडी घटाउन यति गाह्रो पर्छ कि त्यो उही छैन, रोग पनि बढ्ने हुन्छ, यो नगर्ने। अनि के हुन्छ, जहाँ रक्सी लागु औषधका चाहिँ जस्ता चाहिँ कुराबाट टाढै रहने, आफू पनि नखाने, परिवारमा पनि खान नदिने, यो हुन्छ। अनि मनोरोग भएको छ भने अरू रोगले पनि आक्रमण गर्न सक्छ, उसको इम्युनिटी पावर चाहिँ कम हुन्छ, यो हुन्छ। अर्को, आफूले सेवन गरिरहेको औषधिको साइड इफेक्ट देखिए तुरुन्तै चिकित्सकलाई भेट्ने। हामी चाहिँ के गर्छौँ भने 5 वर्ष अगाडि डक्टरले एउटा औषधि लेखाइदिएको हुन्छ, त्यही औषधि मेडिकलमा गयो, खुरुखुरु किन्यो, त्यही खाइरह्यो, यसले पनि समस्या पुऱ्याउँछ। यो कहिले पनि नगर्नुहोस् भुलेर पनि है। बेला बेलामा आफ्नो स्वास्थ्यको चाहिँ चेक जाँच गराउनुहोस्। तपाईँले चाहिँ तेल हाल्ने बेलामा चाहिँ तपाईँले हेर्नुहुन्छ नि के हाल्छ कि भनेर, पानी मिसाएको छ कि छैन भनेर, इन्जिन खराब हुन्छ भनेर। तर जिन्दगीको खराब हुने कुरा चाहिँ तपाईँले यादै गर्नुहुन्न। जे पनि यता पनि झ्याप्प, यता पनि झ्याप्प, पिरो चिल्लो अमिलो जे पनि तान्दैछ, यसले गाह्रो हुन्छ। यति कुरामा गऱ्यो भनेदेखि चाहिँ हाम्रो जीवन चाहिँ सजिलो हुन्छ। यो तनाव भयो भने के गर्ने, यहाँ केही उपायहरू पनि छ, तपाईँले गर्नुभयो भने सजिलो हुन्छ। अहिले तपाईँले मैले यो भनेर मात्रै काम चाहिँ लाग्दैन। यो चाहिँ हामी साइकोथेरापी गराउँदाखेरि गराउँछौँ है। तनाव भयो भने तनावको एउटै औषधि छ, लामो लामो श्वास फेर्ने, नाकबाट फेर्ने, मुखबाट फाल्ने है। यो धेरै उपायहरू छ, पछि काहीँ भयो भनेदेखि तपाईँलाई चाहिँ हामी कुराकानी गरौँला। अब तथ्यहरू के छ, मानसिक रोग बुद्धिमा भर पर्दैन, यो बुद्धि बिग्रेको होइन, यो बुझ्नुपर्छ। अर्को, मानसिक रोग जसलाई पनि हुनसक्छ, पढेको नपढेको, साहु गरिब जसलाई पनि हुनसक्छ, तर उसले कसरी लिएछ भन्ने हिसाबले हो। त्यसपछि गएर आएर मानसिक रोग दीर्घ हुनसक्छ तर सरुवा हुँदैन, दीर्घ चाहिँ हुनसक्छ। कुनै कुनै रोगहरू चाहिँ लामो समयसम्म औषधि खानुपर्छ बाँचुन्जेलसम्म, तर यो सरुवा रोग चाहिँ होइन। अनि मानसिक रोगलाई चिन्न र उपचार गर्न कठिन हुन्छ, यही गाह्रो हो। चिन्न पनि गाह्रो हुन्छ, उपचार गर्न गाह्रो हुन्छ। बिरामीले म बिरामी छु भन्दै भन्दैन, तँ बिरामी भन्छ उल्टो, मलाई केही भएन, मलाई परिवारले बौला बनाएर ल्याए भन्छ उपचार गर्नलाई। भनेको आफूलाई समस्या छ भनेर स्वीकार गर्नै सक्दैन क्या है, त्यही भएर पनि गाह्रो छ। अनि सबै मानसिक रोगी खतरनाक हुँदैनन्, भनेको काट्ने मार्ने खाले हुँदैन। कोही कोही अहिले सरले भनेको स्किजोफ्रेनिया भन्नुभएको थियो नि, त्यो दिग भ्रमित गर्ने, उसलाई कानमा केही कुरो भनिरहेको हुन्छ क्या। उसले कोहीले आमा मारे हुन्छ, कोहीले केही काटे, बच्चा काटे हुन्छ नि, उसले काट्छु भनेर काटे होइन, उसलाई भन्छ क्या बच्चा काट भन्छ क्या, कोही बोल्दै हिँड्छ नि उसँग गाली गरिरहेको छ क्या। त्यस्तो दिग भ्रमित हाम्रो चाहिँ ब्रेनमा रसायन तलमाथि हुँदा कोही बोल्दै हिँड्छ क्या, खोइ के गर्ने यसो गर्ने, कहिले के नेताका कुरा फलाना गर्दै हिँड्छ, किनकि उसलाई भित्र उसँग बात गरिराखेको छ क्या। हो, त्यस्तो स्किजोफ्रेनियालाई चाहिँ समस्या हुन्छ, उसले आफू पनि मर्छ, अरूलाई पनि मार्छ। यस्तो छ भनेदेखि चाहिँ बढी हामीले याद गर्नुपर्छ। अर्को, मानसिक रोग जेल होइन, उपचार गराउनुपर्छ। तपाईँ हामी जो जो जिल्लाभरबाट आउँछौँ, तपाईँले अब बुझ्नुपर्छ कि मानसिक रोग चाहिँ यो चाहिँ गम्भीर रूपमा भइराखेको छ। वर्षेनी नेपालमा 60 लाख नयाँ मानसिक रोगी बिरामी भित्रिन्छ। 60 लाख, कति रहेछ त 60 लाख, हेर्नुहोस् त। भनेपछि हाम्रो परिवारमा कति हामीलाई पो छ, हाम्रा व्यवहार पनि हेर्नुहोस्, सोचाइहरू के आइराखेका छन्, हामीले गर्ने क्रियाकलाप के छ, यो पनि याद गर्नुपर्छ भन्ने हिसाबले हो। अरूलाई पनि सुन्नुहोस्, महसुस गर्नुहोस्, आफ्नो कुरा पनि आफूलाई विश्वास लाग्ने व्यक्तिसँग बाँड्नुहोस्। सुखी होइन, खुसी जीवन बिताउनुहोस्। सुखी होइन, हामी सुखीको पछि लागेका छौँ। आज कसले घर किन, घरको कुरा हुन्छ, तर ऊ कति खुसी छ, खुसी कुरा हुँदैन, खुसीको मापन पनि छैन। हेर्नुहोस्, तुलना केसँग गरे, पैसासँग गरे है। यसले गर्दाखेरि पनि अहिले समाजमा अलिकति चाहिँ नकारात्मक कुराहरू आएको छ, यो कुरा हामीले याद गर्नुपर्छ। अब तपाईँहरूलाई चाहिँ यसो चाहिँ कुरा गर्न मन लाग्यो, सर यो भने के हो, मेरो चाहिँ समस्या थियो भन्नुभयो भने यहाँ पनि जोडिन सक्नुहुन्छ। रामकुमार थापा टिकटक पनि छ, मैले यस्तै भिडियोहरू हालिराखेको हुन्छु, ऊ चाहिँ आफ्नै विज्ञापन गरे। तपाईँहरूलाई चाहिँ यसमा चाहिँ रामकुमार थापा फेसबुक पेज पनि छ। त्यसपछि म चाहिँ यो अभिभावक विद्यार्थीहरूलाई उत्प्रेरणा दिने काम पनि गर्छु मेन्टल हेल्थमा, त्यो आवश्यक पऱ्यो भनेदेखि तपाईँलाई सहयोग गर्न पनि तयार छु भन्ने छ। अर्को, मानसिक रोग जसलाई पनि हुनसक्छ र मानसिक रोगीलाई माया र सद्भाव दियौँ, सामाजिक लान्छना र भेदभावबाट हटाउँ है। यो चाहिँ जो मान्छे मानसिक स्वास्थ्य समस्या हुन्छ, त्यो समस्यालाई चाहिँ लुकाएर नराखौँ। निन्द्रा पर्दैन भने निन्द्रा किन परिराखेको छैन, दिक्क लागेको छ भने दिक्क किन लागिराखेको छ, एक्लै बस्न मन लागेको छ भने एक्लै बस्न चाहिँ किन मन लागिराखेको छ, यो हिसाबले तपाईँले अगाडि बढ्नु होला। जाँदा जाँदै एउटा तपाईँलाई
एउटा अस्ट्रेलियामा एउटा भएको अनुसन्धानको विषयमा चाहिँ 5वटा चाहिँ मर्ने मान्छेको आत्मग्लानी तपाईँलाई यहाँ सुनाउन पनि सही फोरम भएर मैले कुरो चाहिँ म आफूले पनि रिसर्च गरेर सुनेर लिएर आएको थिएँ। मर्ने मान्छेको ग्लानी के हुँदो रहेछ त? तपाईँ हामीलाई थाहा छ मान्छे मर्छ, तर मर्ने बेलामा त अनेक थरी ग्लानी हुँदो रहेछ। हेर्नुहोस्, अहिले हामीलाई कोही चाहिँदैन, केही चाहिँदैन, सब ठिकठाक छ भन्ने लाग्छ। तर जीवनको अन्तिम घडी जुन घडी छ, अप्ठ्यारोको अवस्था छ, त्यो अप्ठ्यारोको अवस्थामा जीवनप्रतिको निराशाहरू के हुँदो रहेछ त? एउटा विद्वानले भनेका थिए नि, तपाईँलाई पनि हेर्नु सुन्नुभयो होला, जिन्दगीको सुरुवात कहिल्यै भएन। मैले नाम बिर्सेँ दार्शनिकको मैले अहिले। उनले के भनेका थिए भने सानो भएपछि अलिक ठुलो भएपछि दिन आउला भनियो, ठुलो भइयो, पढेपछि दिन आउला भनियो, पढियो पनि, बिहा गरेपछि बिहे गरेपछि मेरो पनि दिन आउला भनियो, बिहे पनि गरियो, जागिर खाएपछि दिन आउला भनियो, यो गरेपछि दिन आउला भनियो। जिन्दगीमा त्यो दिन कहिले आएन। न पछाडि फर्केर हेऱ्यो भने न बाँच्ने समय छ, न अगाडि बाँच्ने बाँकी समय नै छ। त्यो दिनको परिकल्पना तपाईँले वेट नगर्नुहोस्। लाखौँ मान्छेले गर्ने गल्ती समाजमा संसारमा यही हो। तपाईँ आज जुन स्थानबाट जिन्दगी सुरुवात गर्नुभएको छ यसमा इन्जोय गर्नुहोस्, खुसी हुनुहोस्। हेर्नुहोस्, खुसी हुन केही चाहिँदैन, मात्रै चाहना भए हुन्छ। बहाना खोज्यो भने खुसी कोही पनि हुँदैन। हाँस्न होस्, बाँच्न होस्, तपाईँको त्यो खाली चाहना आवश्यक हुनुपर्छ। अब जहाँ जाँदै 5वटा मर्ने मान्छेको आत्मग्लानी, केमा आत्मग्लानी हुँदो रहेछ भनी अस्ट्रेलियामा एउटा नर्सले गरेको अध्ययन म तपाईँलाई सेयर गर्न चाहन्छु। उनले 30 वर्ष लगाएर मर्ने अन्तिम घडी भनेको अब बाँच्दैन भन्ने पुगेका मान्छेहरूलाई उहाँले सोध्नु भएको थियो। ती कोही क्यान्सर लागेका, कोही अरू समस्या भएका, उमेर पुगेका ती व्यक्तिहरूलाई तपाईँको विगतलाई जिन्दगीलाई समीक्षा गर्ने हो भने तपाईँले जिन्दगीलाई कसरी सम्झिनुहुन्छ भन्दाखेरि एकमा उहाँले के भन्नुभएको छ भने जिन्दगानीमा मर्ने बेलामा एउटा यस्तो कुरा याद आयो, त्यो बाल्यकालमा सँगै हुर्केका, सँगै खेलेका, पानी पँधेर गरेका साथीहरू चाहिँ कहाँ छन् होला? ती आजको दिनसम्म ती मान्छे मैले भेट्न सकिनँ। फुर्सद भएन, काम गर्दा जागिर हुँदाखेरि आज मलाई त्यो माटोमा खेलेको मान्छे, नाङ्गै दौडेको, तपाईँको त्यो भाँडाकुटी खेलेका साथीहरूको बहुत याद आउने रहेछ। एउटा आत्मग्लानी। त्यही भएर यो किन सुनायो है, तपाईँको पनि साथी दौतरले फोन गर्नुहोस् कम्तीमा महिनाको एकपटक। यो आत्मग्लानी हुन्छ नि, रिसर्चमै भनेको। त्यो मर्ने बेलामा त्यो सानो बेलाको याद आउने रहेछ क्या है। भनेको त्यो बाल्यकालमा खेलेको जो तपाईँ गाउँमै हुर्किँदाखेरि त्यो चौतारो, त्यो पँधेरो है, त्यो बेलाको याद आउने रहेछ। एउटा आत्मग्लानी। अर्को के आत्मग्लानी हुँदो रहेछ भने अरूलाई राम्रो देखाउनको लागि, अरूको अगाडि राम्रो हुनको लागि पटक पटक म आफैले कति पटक नाटक गरेँ खुसी हुनको लागि। म खुसी छु भनेर देखाउनको लागि आफूले आफूलाई ढाँटेँ। म रिसाउँथेँ, रिस लुकाएँ। म कोहीलाई मन पराउँथेँ, मैले मन पराउने कुरै गरिनँ। म इमान्दार ठिक छु हजुर भनी, तर त्यो पछि आत्मग्लानी हुँदो रहेछ जिन्दगानीमा है। किनकि त्यो मर्ने बेलाले त्यो कुराको चाहिँ कुराहरू आउँछ जुन चाहिँ आफू इमान्दार नदेखाउनुहोस्, तपाईँ जे छ त्यही देखाउनुहोस्। तपाईँलाई कसैले तपाईँ राम्रो हुनको लागि प्रमाणित गर्नु पर्दैन, तपाईँ ठिक भए पुग्छ। अहिले फेसबुकमा लेखा हुन्छ नि म ठिक छु भनेर, म यो कारणले, त्यो फेरिस्त सिकाउनु आवश्यक छैन। तपाईँ ठिक हुनुहुन्छ भने ठिक, प्रतिवाद गर्ने यो म ठिक छु भन्नु परेन क्या। आफू राम्रो भयो सिक्यो। त्यो दुईवटा हुँदो रहेछ। अर्को 3टा, जुन कुरा कमाउनको लागि जिन्दगी भरसम्म यति दौडिएँ तर त्यो चिज प्रयोग गर्नै पाइनँ, आत्मग्लानी। यति कोही बेला खाइएन, कोही बेला चाहिँ राति सुतेन, यति दुःख गरेर मैले त्यो चिज जोडेँ तर त्यो चिज प्रयोग गर्ने बेलामा म रहेन। तर त्यो ग्लानी हुँदो रहेछ। मैले सन्तानको लागि, छोराको लागि भनेर कति जोड्ने, त्यो बेला मैले प्रयोग गर्न पाए भए कति खुसी हुन्थेँ। घुम्न गए भए, गाडीमा कहिलेकाहीँ पारिवारिक टुर गए भए के जान्थ्यो त। तर म जुन कुराको लागि जिन्दगी भरसम्म कमाउन लागेँ तर त्यही कुरो मैले प्रयोग गर्न पाइनँ, त्यो चाहिँ आत्मग्लानी छ। 3टा कुरा। अर्को 4 छ, म यो मनको कुरा चाहिँ
भन्छु भन्छु भन्दा भन्दै कहिले भन्न पाइनँ। श्रीमानलाई भनौँला, श्रीमतीलाई भनौँला, या छिमेकीलाई भनौँला भन्दा भन्दै त्यो मनका कुरा यति थुप्रेर बस्यो, अहिले भनिसाध्य पनि छैन, भन्ने समय पनि छैन। त्यही भएर मनका कुरा भन्नुहोस्, लागेको फ्याक्टै भन्नुहोस्, झगडा पनि निस्किनु पर्ने हो। मर्ने बेलामा त अनेक बसेको यस्तो कुरा भन्नुपर्छ, त्यो बेलामा यसले मलाई यस्तो कुरा मैले सहेर बसेको थिएँ भन्ने कुरा राख्यो भने त्यो बहुत आत्मग्लानी हुँदो रहेछ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ म जिन्दगीमा खुसी भएर बाँच्न सक्थेँ। हेर्नुहोस्, मर्ने बित्तिकै थाहा हुँदो रहेछ खुसी हुन पाइन्छ भनेर। म जिन्दगी खुसी भएर बाँच्न सक्थेँ, तर मैले जिन्दगीलाई यति तनावमा बिताएँ, यति चिन्तामा बिताएँ, यति चाहिँ छटपट्टिमा बिताएँ, तर मलाई अहिले आत्मग्लानी छ। त्यो खुसी अब म कहिले फर्किन्न, त्यो बेला कहिले पनि फर्किन्न, त्यो समय कहिले पनि फर्किन्न। त्यही भएर पनि यो खुसी हुनको लागि समय बेला कमाएपछि रमाएपछि नलाग्नुहोस्। यहीँ छ, यहीँ खुसी हुने हो। भोलि छ, भोलि खुसी हुने हो है। खुसी हुने कुनै पनि बहाना हुँदो रहेछ। यी 5वटा कुरा चाहिँ जीवनको पश्चाताप, आत्मग्लानी हुँदो रहेछ है। तपाईँहरू पनि जो यहाँ तालिममा सहभागी, या छलफलमा हुनुभएको छ आज चाहिँ युवा दिवसको अवसरमा, तपाईँका यी 5वटा आत्मग्लानी नहोस्। जे कुरामा ग्लानी छ आजैबाट रुटिन बनाएर कोसँग भेट्ने के गर्नुपर्ने हो, यो कामको लागि चाहिँ तपाईँहरूले चाहिँ अगाडि बढ्नु होला। तपाईँलाई शुभकामना, तपाईँलाई शुभेच्छा। र तपाईँहरूसँग कुराकानी भयो है, तपाईँ छलफल भयो, एक सरो भयो, किनकि धेरैजना हुनुहुन्छ। मैले एकतर्फबाट मात्रै भने, जे भए पनि म तपाईँलाई जाने बेलामा अन्तिममा जीवनको विषयमा तपाईँले कति गम्भीर हुनुभएको छ। कहिलेकाहीँ आफैलाई सोध्नुहोस् कि म ठिक छु कि छैन। अरूले नसोध्नुहोस्, सोध्यो भनेदेखि यति अरू ठिक छ या तेरो अलिकति गाजल लतपत्या रहेछ भनिदिन्छ क्या। सबै ठिक छ, यहाँ के हो यो कपाल फुलेछ भनिदिन्छ। केही न केही नेगेटिभ कुरा भन्छ। आफैलाई सोध्नुहोस्, म कस्तो छु, ठिक छु, ठिक छ, आराम छ, ठिक छ भनेर के गर्नुहोस्, आफैले आफैलाई धन्यवाद दिनुहोस्। प्रत्येक बेलुका सुत्ने बेलामा र उठ्ने बेलामा एउटा तरिका छ खुसी हुने। यो दुईटा हातलाई यसरी राख्नुहोस् त हजुर, यसरी राख्नुहोस् त, यसरी राख्नुहोस् त, यसरी राख्नुहोस्। यसरी राखेर आफूले आफूलाई थ्याङ्क यू भन्नुहोस्। नाम भनेर थ्याङ्क यू भन्नुहोस् त। फलाना थ्याङ्क यू, रामकुमार थ्याङ्क यू। म आफूले माया गर्छु कि आफैलाई, आफैले आफूलाई माया गर्न सिक्नुहोस् क्या। दुनियाँमा सबैले सिकाइन्छ, तर आफूलाई माया गर्न सिकाइन। यो दुईटा कुरा चाहिँ निरन्तर रूपमा गर्दै जानु होला। त्यसपछि के हुन्छ मलाई भन्नु होला। र अन्तिममा एउटा माइली आमाको कथा भनेर निस्किन्छु 3 मिनटमा है छ। 3 मिनटमा एउटा माइली आमाको कथा भनेर निस्किन्छु है। ठिक छ, निन्दा लागेको छ, कसो भइराखेको छ, एक ओर भइराखेको छ है, बोलै छ, ठिक छ ल, ओके। पछाडि पछाडि ठिक छ, युवाहरू जेन्जीहरू ठिक छ नि है, के निदाइरहेको पछाडि पछाडि फ्री फायर हालिँदा कोही छैन नि यहाँ फेरि, पछाडि बसेर पुरै हालिरहने, ओके। अब जाँदा जाँदा एउटा केही कुरा भनौँ भन्ने लाग्छ। यो लोभी भन्ने कुरा चाहिँ यस्तो लोभ हुँदो रहेछ कि सकेसम्म एउटा कुरो बढी भन्न पाए जिन्दगीमा कसैको चेन्ज आउँदो रहेछ भन्ने लाग्दो रहेछ कि यस्तो खाले पनि समस्या होला है। केही जिन्दगीमा एउटा मान्छेलाई दिनमा एकजना मान्छेलाई म सकारात्मक हुनुपर्छ भनेर हिँड्ने खाले मान्छे कोही नभेटे बाटा भेटेर आउनु त बस्छु, एकैछिन जीवनका विषयमा भन्नुपर्छ भनेर भन्छु क्या। यो बानी त्यस्तो छ। अब माइली आमाको कथा जीवनसँग मेल खान्छ त्यसले भनिहालेको। तपाईँहरू त एउटा नयाँ जोस, नयाँ उमङ्ग, नयाँ उत्साह, नयाँ परिवेशमा आइरहनु भएको छ। निराशा हुने, कुण्ठा पाल्ने समय छैन। यता ताली बजाउनु त, फेरि मैले भन्नुपर्ने अलि त्यसरी बजाउनु न है। अब माइली आमाको कथा भन्छु अनि म जान्छु। तपाईँ गाउँमा नि माइली आमा होला। सुन्नुहोस्, मैले भन्न खोजेको सुन्नु र बुझ्नुमा के फरक छ त? यस्ता तालिम, यो खालि छलफल जिन्दगीमा कति पटक लिनुभयो होला, फरक के भयो त? फरक केही भयो? यस्तै कार्यक्रममा एउटा मान्छेलाई भेटेको थिएँ मैले, एउटा महिलाको तालिमको प्रमाणपत्र 19वटा छ घरमा। अझै पनि उनलाई तालिम चाहिराखेकै छ, तर गरेकै पनि छैन। के भयो? राम्रो बन्नुपर्छ भन्ने आफैबाट सुरुवात नगर्ने समाज बिरेको यहाँबाट हो। म राम्रो मान्छे बन् भनेर अहिले भन्ने, बाहिर गएर म नेगेटिभ कुरा गर्ने, नकारात्मक कुरा गर्ने, अर्काको कुरा काट्यो भने म कस्तो खाले मान्छे, म त यता खाले मान्छे है। मान्छे भन्न सजिलो छ, अभ्यस्त हुन गाह्रो छ। हाम्रो जिन्दगी बिग्रिए पनि यही हो। केही छैन हजुर,
हामीसँग बाटो नभएर, पाटो नभएर, श्रीमती नभएर, श्रीमान नभएर बिग्रिया होइन, हाम्रै व्यवहार गतिले नभएर बिग्रिया, केही पनि होइन अरू फरक। हाम्रो व्यवहार छ नि, गतिले भइराखेको छैन। जबसम्म हाम्रो व्यवहारमा शुद्धिकरण आयो भने हुन्छ। ती माइली आमा कस्ता थिइन् थाहा छ? सुन्नु चाहिँ अलिकति धर्म कर्ममा कुरा गरौँ, सुन्नुभयो होला। ती माइली आमा त्यो धर्म कर्म भनेपछि यति मरिहत्ते गर्ने नि, जहाँ पनि पुग्ने, शब्द लाए पनि पुग्ने, एका लाए पनि पुग्ने, पुराण लाए पनि चाहिँ पुग्ने, उनलाई बोलाउनु नपर्ने, सुने पछाडि कुदिहाल्ने। अनि उनलाई कहीँबाट चाहिँ बाटाबाट देख्यो भने, कहीँ जाँदै गरेर देख्यो भनेदेखि कहाँ जानलाई सोध्न पर्ने, के भन्नु पर्थ्यो? आज कसको घरमा पूजा छ भन्नु पर्थ्यो कि यो पूजामै हिँड्ने हो, पूजामा जाने हो। अनि ब्राह्मण नजिकै छेउमै बस्ने, अनि त्यसपछि धूप बत्ती पनि हरे हरे कृष्ण भगवान् हजुर नमर भन्ने है, यता घन्टी बजाउने टिनिनिन बाहुनसँग बस्ने, जति गर्ने 7 शब्द छ भने 9 दिनसम्म बस्ने। जाँदा एक दिन बुढी मान्छे, फर्किँदा अर्को दिन, 9 दिनसम्म लाग्ने। उनले जति सुनेको त्यो बाहुनले पनि सुनेको छैन कि, जसले भन्ने बाहुन छ नि त्यो बाहुनले पनि सुनेको छैन, त्यति सुनेको मान्छे। त्यहाँ के कुरा सिकाइन्थ्यो धर्ममा, पाप गर्न हुन्न, नराम्रो कुरा बोल्न हुन्न, अरूको भलो चित्त गर्नुपर्छ, के होला, यति सुनेको मान्छे जब घरमा आउँथिन् नि, अब ती माइली आमा घरमा आइसके पछाडि घरमा झगडा, बुहारीदेखि साध्यै छैन, छोरोदेखि साध्यै छैन, त्यही पिरले श्रीमान पनि 3 वर्ष झुन्डेर मरे, पचगच के। यस्तो कि गाउँमा कसैको बाख्राको पाठो घरमा आयो भने 7 पुस्ताको चाहिँ गाली खाइयो, कोहीसँग बोलचाल पनि छैन, घरमा पनि भात खाने बेला पनि झगडा परेछ, भात राखे पनि छैन, है मारामार पर्ने। त्यस्तो माइली आमा हुनुहुन्थ्यो। गाउँको मान्छेले के भन्थे भने, ए भगवान् आज किन पूजा लगाइदिएन कसैले, आज कसैले पूजा लगाइदिए भए यो यस्तो यो सुन्नै पर्दैन थियो भन्ने दिक्क पनि हुन्थे। हेर्नुहोस् त, उनले कति सुने होला, तर उनले बुझेछिन् त, व्यवहारमा लागु गरिन् त। त्यही भएर हामी सुन्ने मान्छे होइनौँ, हामी के मान्छे हो? फेरि तालीबाट गर्नु यार, कति भन्नुपर्ने यार, यो कार्यक्रममा यार भन्नुपर्ने हो कि हो? हामी सुन्ने मान्छे होइनौँ, हामी बुझ्ने मान्छे हौँ, हामी युवा हौँ, हामी देश समाज र घर चेन्ज गर्नको लागि आएको। सबैभन्दा पहिला राजनीति गर्ने मान्छे युवाले घर सफारो नम्बर 1 मैले देखेको कुरा है। घर कतिको बिग्रेको देखेको छु मैले। जबसम्म घर बिगारेर हिँड्नुहुन्छ भने मिस्टेक, मर्ने बेलामा त अहिले भने 6वटा थपिन्छ तपाईँको नेपालबाट एउटा अनुसन्धान गऱ्यो भने यो घर बिगारेर राजनीतिमा लागेर चाहिँ आत्मको लागि छ भने त्यो नगर्नुहोस्, घर सफार्नुहोस्। तपाईँहरूको जय होस्। केही सोध्नु छ मलाई भन्नुहोस् त, अब जाने भने। ओके सोध उभिएर सोध। ल नमस्कार हजुर। जुन आत्महत्याको विषयमा सर डाक्टर साहबले कुरा गर्नुभएको थियो नि, हजुर, जुन आत्महत्या चाहिँ जुन अहिले देशको अवस्थाले जस्तै आफूले आफ्नो परिवारलाई खाइ नखाइ सकि नसके पढाएर जब एसएलसी दिएर जब 12 क्लाससम्म पास गर्छ नि, त्यसपछि देशको अवस्था जुन देशमा रोजगार नभएर देशको अवस्था राम्रो नभएर चाहिँ उसले आफ्नो बच्चालाई आफ्नो भविष्य र आफ्नो परिवार राम्रो बनाउनको लागि जब विदेशिनु पर्ने जुन बाध्य हुन्छ नि, ऋण सिन खोजेर, हजुर, जब त्यस्तो मानसिकले जुन बच्चालाई पनि मानसिक अनि जुन आफ्नो मान्छेलाई परिवारलाई पनि मानसिकले कारणले जाने आत्महत्याको सङ्ख्या चाहिँ छ कि छैन, बढेछ कि छैन भन्ने चाहिँ प्रश्न जुन अघि हजुरले भन्नु भएन, त्यसको कारणले चाहिँ आत्महत्या चाहिँ बढेछ कि छैन। है मैले सुरुमै भनेको थिएँ तपाईँले वैदेशिक रोजगार है, विदेशमा जो मान्छे एउटा ठुलो सपना बोकेर परिवारको सपना बोकेर विदेश जान्छ, विदेशमा भने जस्तो हुँदैन। र घरको मान्छेले पनि विदेश गइसकेपछि हेर्ने दृष्टिकोण फरक हुन्छ। त्यहाँको वातावरणमा चाहिँ भिज्नु पर्यो, त्यहाँका नियम कामकाज पनि चाप हुन्छ। यसले गर्दाखेरि हाम्रो स्ट्रेस हर्मोन क्या, जब तनाव हर्मोन निकाल्छ क्या, यसले गर्दाखेरि डिप्रेसन हुने सम्भावना हुन्छ। धेरै घर देखाएको छु मैले। तर यो सरकारले जुन व्यवस्थापन गर्न नसकेको कारणले गर्दा हामी जस्तो युवाहरू डिप्रेसन गरेर सुसाइड गर्नुपर्ने अवस्था त छ
नि छ यहाँ राखेका छैनन्। त्यसपछि अध्ययन नभएको हो। नेपालमा के छैन भने तथ्याङ्क अध्ययन हुँदैन क्या। यो हाम्रो ल्याएको पनि योभन्दा अगाडिको हो, 65 वर्ष अगाडि चाहिँ गरेको चाहिँ डाटा हो। अहिलेसम्म नेपालमा होम टु होम गरेको छैन कि कसले गर्ने, भ्याउँदैन कसैले। जस्तै मान्छेलाई त विभिन्न टचरले ओके। आर्थिक अवस्थाको कारणले आफ्नो भविष्य नै बनाउन चाहिँ गर्छु भन्दा नसकेपछि सरकारी कार्यालयको कर्मचारीको कारणले हुन्छ। देशमै धेरै अस्ति हाम्रो गणेश बिका होइन त पेट्रोल खनेर चाहिँ आत्महत्या गरेको, त्यही देख्न सकिन्छ त। छ अवस्थाले गर्दाखेरि चाहिँ नि आत्महत्या त बढेछ। त्यसको कारणलाई चाहिँ व्यवस्थापन गरेर राम्रोसँग व्यवस्था गर्नु पक्कै पनि आत्महत्या अलिक कम हुन्छ। ओके, भेरी गुड, ताली बजाइ तपाईँको प्रश्नको लागि है, भेरी गुड। ल ओके है, उहाँले भनेको कुरा चाहिँ महत्त्वपूर्ण छ है। जबसम्म राजनीतिमा नीति बन्दैन, जबसम्म थिति बस्दैन है। अब नीति निर्माण बनाउने तले युवालाई आशा जगाउने हुनु पर्यो क्या। अब त हुन्छ भन्ने आशा हुनु पर्यो नि है। अब त सरकार चेन्ज भयो, अब त गाउँपालिकामा अध्यक्ष मेयर छन्, हाम्रो लागि केही हुन्छ भन्ने कुरा आशा भयो भने त मान्छे मरिहाल्छ। यो आशा जगाउने काम त झिल्को चाहिँ के गर्नुपर्छ, नेतृत्वले गर्नुपर्छ, सरकारले गर्नुपर्छ। आज धेरै मान्छे म अब वैदेशिक रोजगारी क्षेत्रमा काम गर्छु। जस्तो हामी सामी भन्ने एउटा कार्यक्रम छ, सेफर म्यारिज प्रोजेक्ट भन्ने। मेन्टल हेल्थका धेरै विदेश गएका 60% घरमा मेन्टल हेल्थ प्रब्लम छ। अब विचार गर्नुहोस्, विदेशमा गएका ती श्रीमतीलाई पनि छ, श्रीमतीको बच्चालाई पनि छ, र जो विदेशमा छ उसलाई पनि छ। कति मान्छे हेर्नु न, तपाईँ जापानमा कति छ आत्महत्या दर नेपालीको? अमेरिकामा गयो भने हेर्नुहोस् कति छ, साउदी मलेसियामा कति छ, त्यो खाले छ। राम्रो कुरा उठाउनु भयो। अब हामी यहीँ केही गर्नुपर्छ भन्ने आशा राख्नुपर्छ, केही वातावरण बनाउनुपर्छ। ओके, ओके ओके, त्यो चाहिँ उपलब्ध नभएर, त्यो डाटा नभएर एकजना भएर भएन नि त, देशभरिको डाटा आउनु पर्यो क्या। धेरै छन् तर एक ओके नभएर हो, तपाईँ ठिक। छ त्यो भेरी गुड, तपाईँ उठाउनु भएको कुरा एकदम राम्रो छ। नीलकण्ठको मात्रै सकिन्न, देशभरिकै आउनुपर्छ। त्यसको लागि यसको डाटा तथ्याङ्क आउनुपर्छ। यो कसैले गरेका छैन, जति छ यो हो। भेरी गुड, ओके। हाम्रो सांसदज्यू संसदमा चाहिँ पक्कै पनि यो कुरालाई उहाँले उठाउनुहुन्छ कि आत्महत्याको डाटा पनि कति मान्छे विदेशमा गएर मरेका छन् त है। हामी आज यहीँ हाम्रो चाहिँ संसदीय चाहिँ सुनवाई समितिको सभापति पनि हुनुहुन्छ। हामीले यति गौरवको चाहिँ एउटा युवा नेतृत्व जोस भएको आशा गरेका नेता पाएका छौँ। यस्ता सामान्य कुरा हिजो पनि उहाँले अति उठाउनु भएको थियो, जहाँ डक्टर के अरे ड्राइभरको 6 महिनामा चाहिँ होइन चेकअप गराउने भनेर। यस्ता सानसाना कुरा चाहिँ उठाउनु भयो भने राम्रो हुन्छ। तपाईँलाई धेरै धन्यवाद छ है, तपाईँ जेन्युन कुरा उठाउनु भएको छ। देश चलेको भनेको रेमिटेन्सले हो होइन त। 64% बढी चाहिँ विदेशबाट आएका पैसा देश चाहिँ चलेको छ। तर विदेशमा जाने परिवारलाई खोइ त केही छ, दुःख परेको छ, अलपत्र परेका छ, धादिङै कतिको लास ल्याउन सके होइन।